यहाँ उपस्थित सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू, आदरणीय प्रशिक्षकज्यूहरू, मानसिक स्वास्थ्य क्षेत्रमा समर्पित सम्पूर्ण व्यक्तित्वहरू, सहभागी महानुभाव तथा उपस्थित सम्पूर्णमा मेरो हार्दिक नमस्कार। म शीला पाण्डे, आजको कार्यक्रम सञ्चालक। आज हामी सबै PICS नेपाल अर्थात् साइकोथेरापी इन्टिग्रेटेड एन्ड काउन्सिलिङ सर्भिसेस नेपालको 9औं वार्षिकोत्सवको सुखद अवसरमा एक आपसमा खुसी साटासाट गर्दै संस्थाको 9औं वर्षको यात्रालाई सम्मान गर्न र यस ऐतिहासिक उपलब्धिलाई सँगै उत्सवका रूपमा मनाउन यहाँ एकजुट भएको कुरा यहाँहरूलाई अवगतै छ होला। मानसिक स्वास्थ्य आजको समयको अत्यन्त महत्त्वपूर्ण विषय हो। स्वस्थ समाजको आधार केवल शारीरिक स्वास्थ्य मात्र होइन, मानसिक रूपमा पनि स्वस्थ, सक्षम र आत्मविश्वासी नागरिकहरू बन्नु हो। यही विश्वासलाई आत्मसात गर्दै मानसिक स्वास्थ्यलाई सहज, पहुँचयोग्य र सहयोगी वातावरण बनाउने उद्देश्यका साथ स्थापित संस्था हो PICS नेपाल। विगत 9 वर्षदेखि PICS नेपालले मनोसामाजिक परामर्श, मनोचिकित्सा, मनोवैज्ञानिक परामर्श, मानसिक स्वास्थ्य सम्बन्धी तालिम, कार्यशाला, जनचेतनामूलक कार्यक्रम, अनुसन्धान तथा समुदायमा आधारित विभिन्न अभियानतर्फ हजारौं व्यक्तित्वहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने कार्य गर्दै आएको छ। अनुभवी मानसिक स्वास्थ्य विशेषज्ञज्यूहरूको टोली मार्फत सेवा प्रदान गर्दै मानसिक स्वास्थ्यप्रति समाजको सोच परिवर्तन गर्ने र सबैका लागि एक सुरक्षित, सहयोगी तथा आत्मीय वातावरण निर्माण गर्ने यसको प्रयास निरन्तर जारी नै रहनेछ। अब भने आजको यस विशेष समारोहको अध्यक्षता ग्रहण गरिदिनु हुनका निम्ति PICS नेपालका संस्थापक तथा प्रमुख कार्यकारी अध्यक्ष श्री नवीन प्रसाद जोशी सरलाई हार्दिक अनुरोध गर्दछु। यहाँहरूको अमूल्य उपस्थितिका लागि सम्पूर्णमा हार्दिक आभार व्यक्त गर्दै आजको कार्यक्रमलाई औपचारिक रूपमा अगाडि बढाउन आदरणीय अध्यक्षज्यूको अनुमति चाहन्छु। अब भने यस गरिमामय समारोहमा सम्पूर्ण आदरणीय अतिथिज्यूहरूलाई खादा तथा ब्याज अर्पण गरी हार्दिक स्वागत गरिदिनु हुन मिस प्रीति लामा र मिस सृष्टि पौडेलज्यूलाई सादर अनुरोध गर्दछु। आजको यस विशेष समारोहमा प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि प्रोग्राम कोअर्डिनेटर अफ काउन्सिलिङ साइकोलोजी एट त्रिभुवन युनिभर्सिटीका आदरणीय डाक्टर सन्देश ढकालज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यसैगरी आजको हाम्रो अतिथि डाक्टर कविता खाती, एक्स डिपार्टमेन्ट हेड अफ साइकोलोजी एट पद्मकन्या क्याम्पस, उहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसैगरी डाक्टर खेमराज भट्ट, निवर्तमान HOD अफ सेन्ट्रल डिपार्टमेन्ट अफ साइकोलोजी एट त्रिभुवन युनिभर्सिटी, उहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसैगरी डाक्टर मधु गिरी, एसिस्टेन्ट प्रोफेसर अफ एन्थ्रोपोलोजी एट त्रिभुवन युनिभर्सिटी, उहाँलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसैगरी हाम्रो को फाउन्डर अफ PICS नेपाल मिस्टर युवराज कार्कीजीलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यहाँहरू सम्पूर्णलाई यस कार्यक्रममा हार्दिक स्वागत तथा सम्मान व्यक्त गर्न चाहन्छु। यसैगरी PICS नेपालकी कोअर्डिनेटर म्याम आदरणीय ज्योति कुमारी झाज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। यसैगरी PICS नेपाल IT एक्सपर्ट हेड मिस्टर ओम श्रेष्ठज्यूलाई पनि अतिथिको रूपमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। साथै मिस सृष्टि पौडेल, मिस प्रीति लामा, मिस ममता गुरुङ, मिस चिवा वज्राचार्य, मिस्टर राजव चन्द लगायत मिस्टर कपिल राई लगायत सम्पूर्ण टिम मेम्बर्सहरूलाई आफ्नो निर्धारित स्थानमा आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। उहाँहरूलाई खाता वितरण गरे पश्चात चाहिँ हामी चाहिँ राष्ट्रिय गानका लागि साथ दिनेछौँ है त।
राष्ट्रिय गान गाएर सबैजनाले साथ दिनुहुन हार्दिक अनुरोध गर्दछु। फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली। सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम भई फैलिएका मेची महाकाली। प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका रगतले स्वतन्त्र ज्ञान भूमि शान्ति भूमि तराई पहाड हिमाल अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल। बहु जाति भाषा धर्म संस्कृति छन् विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल। धन्यवाद सबैजनालाई। यहाँहरूको गरिमामय उपस्थितिले आजको कार्यक्रमलाई अझ अर्थपूर्ण र भव्य बनाएको छ। सम्पूर्ण विशिष्ट अतिथिज्यूहरू तथा उपस्थित महानुभावहरूमा पुनः एकपटक हार्दिक स्वागत तथा धन्यवाद व्यक्त गर्न चाहन्छु। र अब भने कार्यक्रमको औपचारिक सुरुवात गर्दै स्वागत मन्तव्य राखिदिनु हुनका निम्ति पिआइसिएस नेपालका सह-संस्थापक आदरणीय श्री युवराज कार्कीज्यूलाई हार्दिक अनुरोध गर्दछु। आदरणीय अतिथिज्यू, आजको यस कार्यक्रममा उपस्थित केन्द्रीय विभाग मनोविज्ञान केन्द्रीय विभागको प्रमुख ज्यू खेमराज भट्ट सर, त्यस्तै पद्मकन्या क्याम्पस मनोविज्ञान डिपार्टमेन्टको पूर्व प्रमुख ज्यू कविता खाती म्याम, त्यसै गरी एसिस्टेन्ट प्रोफेसर अफ एन्थ्रोपोलोजी त्रिभुवन विश्वविद्यालय डाक्टर मधु गिरी सर र काउन्सिलिङ साइकोलोजी प्रोग्राम कोअर्डिनेटर सन्देश ढकाल सर लगायत यस पिआइसिएस नेपालका कर्मचारी साथीहरू र अन्य विद्यार्थी साथीहरू लगायत इन्टर्नमा सहभागी विभिन्न संस्थाबाट चाहिँ आबद्ध भएका इन्टर्नका विद्यार्थी साथीहरू सबैमा पिक्स नेपाल परिवारको तर्फबाट हार्दिक स्वागत, सम्मान र अभिवादन व्यक्त गर्दछु। आज पिक्स नेपाल पिआइसिएस नेपालले 9औं वार्षिक उत्सव मनाउन गइरहेको छ र यो वार्षिक उत्सव कार्यक्रम मात्रै मनाउन गइरहेको छैन कि यस पिआइसिएस नेपालले एउटा दृढ सङ्कल्प, विश्वास र जिम्मेवारी बोधको उत्सव पनि मनाउन गइरहेको छ र यो क्षण हाम्रो लागि अत्यन्त गर्वको र खुसीको क्षण हो। र यो क्षण त्यतिकै आएपछि होइन, यो क्षण 9 वर्षदेखि हामीले सुरुमा काउन्सिलिङ साइकोलोजी पढ्दै गर्दा विद्यार्थी कालमा एउटा सानो कोठाबाट स्टार्ट गरेर आउँदै गर्दा कोभिडको महामारीको बिचमा पनि हामीले यसलाई बन्द नगरिकन सस्टेन गर्दै आजको दिनसम्म हामी आइपुगेका छौँ र त्यो समय अवधि भनेको 9 वर्ष व्यतीत भइसकेको छ र यो 9 वर्ष भनेको समयको व्यतीत भएको समयको मात्रै गणना होइन, यो बिचमा हामीले प्राप्त गरेको विश्वास, एउटा सङ्कल्प र एउटा जिम्मेवारीको पनि अवधि हो। त्यसकारण पिआइसिएस नेपालको तर्फबाट आजसम्म यो क्षणमा आएर आज हामी जुन ठाउँमा कार्यक्रम गर्दैछौँ त्यो ठाउँसम्म आइपुग्नको लागि हामीहरूको सङ्घर्ष त छँदैछ, सँगसँगै त्यसमा विभिन्न कलेजबाट विभिन्न सरहरू, म्याडमहरू र विद्यार्थी साथीहरूले गर्नुभएको साथ सहयोगको ठुलो भूमिका छ भन्ने कुरा म यहाँहरूसम्म चाहिँ व्यक्त गर्न चाहन्छु
र यो बिचमा हामीहरूले धेरै कामहरू पनि गरेका छौँ। जस्तै स्कुल काउन्सिलिङ प्रोग्रामहरू हामीले सुरुवात गऱ्यौँ, अनि मेन्टल हेल्थ प्रोग्राम काउन्सिलिङ प्रोग्रामहरू हामीले स्टार्ट गऱ्यौँ। यो लगायत विभिन्न चाहिँ नि स्थानीय तहसँग समन्वय गरेर हामीले कार्यक्रमहरू गरिरहेका छौँ र गर्दैछौँ। र यो PICS नेपालले आजको 9 वर्षको अवधिमा केही न केही मेन्टल हेल्थमा समस्या रहेका व्यक्तिहरू र मनोसामाजिक सुस्वास्थ्यको सवालमा र विशेष गरी बाल मनोविज्ञानको सवालमा पनि केही समस्याहरूलाई बढार्नको लागि कुचो लाउने काम गरेको छ। र त्यो खुसियालीमा म आफ्नो भावनाहरू सेयर गर्न चाहन्छु। PICS नेपालले हामीले स्कुल काउन्सिलिङ अन्तर्गत कार्यक्रम गर्दै गर्दा यसको मेन उद्देश्य एउटा शैक्षिक संस्था चाहिँ एउटा शैक्षिक एउटा शिक्षाको लागि एउटा पढ्ने वातावरण, एउटा पढ्ने ठाउँ मात्र नभएर बालबालिकाको मनोविज्ञान, बालबालिकाको मनोभावना र मनोवैज्ञानिक विकासको एउटा केन्द्रको रूपमा स्थापित गर्नुपर्छ भनेर हामीले पहल स्कुल काउन्सिलिङबाट स्टार्ट गरेको र आजसम्म पनि हामी त्यो कार्यक्रम जारी राखेका छौँ र पछि पनि हामी गर्दै जानेछौँ। र सँगसँगै विभिन्न मनोसामाजिक समस्या भएका व्यक्तिहरूलाई हामीले लामो समयदेखि काम गरिरहेका छौँ र धेरैले यसबाट राहत पनि प्राप्त गरिरहनु भएको छ। र सँगसँगै हामीले अन्य विभिन्न ठाउँहरूमा गएर हामीले अभिमुखी कार्यक्रमहरू पनि गरिरहेका छौँ। यो चाहिँ पिक्स नेपालले गर्दै गरेको कामहरूको केही झलकको रूपमा यहाँहरूसम्म चाहिँ मैले चाहिँ व्यक्त गरेँ। र मैले भन्नु खासै धेरै कुराहरू छैन, अब नवीन सरले पनि भन्नुहुन्छ होला। अनि आजको दिनसम्म लगभग चाहिँ हामीले 18-20 वटा जस्तो लाग्छ ब्याचहरू चाहिँ प्रोडक्ट भइसकेका छन्। त्यसमा मोर देन 200 भन्दा बढी विद्यार्थीहरू प्रशिक्षार्थीहरूले चाहिँ नि साइकोसोसल काउन्सिलिङको प्रोग्रामहरूबाट पनि राहत अथवा लाभ लिइसक्नु भएको छ। यति भन्दै अन्त्यमा म के भन्न चाहन्छु भने PICS नेपालले यो मनोविज्ञान विशेष गरी मानसिक स्वास्थ्यको क्षेत्रमा जसरी काम गरेको छ र तपाईँहरू विद्यार्थी साथीभाइहरूले पनि पछि गएर यस्तै गरी कुनै न कुनै ठाउँमा गएर आफ्नो योगदानहरू कन्ट्रिब्युसनहरू गर्नुहुनेछ भन्ने अपेक्षाका साथ फेरि तपाईँहरूले चाहिँ नि विशेष त हाम्रो चाहिँ अतिथिगणले आजको चाहिँ नि विशेष समय निकालेर हामीहरूको निम्तालाई स्वीकारेर यहाँसम्म आइदिएर हाम्रो कुरा सुनिदिने एउटा चाहिँ नि वातावरण बनाइदिएर आजको कार्यक्रमलाई चाहिँ अझ उल्लासमय गरिमामय बनाइदिनु भएकोमा धेरै धेरै धन्यवाद र व्यक्त गर्दै मेरो कुरा यहीँ टुङ्ग्याउन चाहन्छु। हस्, धन्यवाद। धेरै धेरै धन्यवाद युवराज कार्की सर। र अब भने PICS नेपालको स्थापना कालदेखि आजसम्मको एउटा यात्रा, यस अवधिमा संस्थाले भोगेका विभिन्न उतार चढावहरू, सिकाइ, सङ्घर्ष तथा आजको यस सफल यात्रासम्म आइपुग्दाका अनुभवहरू यहाँहरूमाझ प्रस्तुत गरिदिनु हुनका लागि PICS नेपालका संस्थापक तथा प्रमुख कार्यकारी अध्यक्ष आदरणीय श्री नवीन प्रसाद जोशी सरलाई हार्दिक गर्दछु। हस्, धन्यवाद शिलाजी। यस कार्यक्रमका प्रमुख अतिथि सन्देश ढकाल सर, त्यस्तै गरी विशेष अतिथिको रूपमा आसन ग्रहण गर्नुहुने सम्पूर्ण सर म्याम, डाक्टर खेमराज भट्ट, डाक्टर कविता खाती, डाक्टर मधुगिरी, युवराज सर, त्यसै गरी तपाईँ सम्पूर्ण अतिथि प्लस हाम्रा आफ्ना साथीहरूलाई मेरो एकमुष्ट अभिवादन छ। नमस्कार। आजको यस कार्यक्रममा उपस्थित भइदिनु भएकोमा धेरै धेरै धन्यवाद र यो कार्यक्रमलाई शोभायमान बनाइदिनु भएकोमा र PICS नेपालको 9 एनिभर्सरी अथवा 9th इयरको चाहिँ जर्नीलाई सँगै सेलिब्रेट गर्नको लागि हाम्रो इन्भिटेसनहरूलाई स्वीकार गरेर यहाँसम्म आइदिनु भएकोमा हृदयदेखि नै धेरै धेरै धन्यवाद। PICS नेपाल 2017 सालमा हामीले सुरुवाती गर्नको लागि म यसका केही कुराहरूबाट त्यो स्टार्टिङबाट गर्न चाहन्छु। एक्लैको यो सोच एक्लै भए तापनि
हिँड्न एक्लै चाहिँ नसकिँदो रहेछ। त्यहाँबाट चाहिँ सुरु गर्छौँ। हामी चिया खानको लागि चाहिँ आफ्टर कलेज चिया खानको लागि भाटबटेनीको अपोजिटमा बस्दै गर्दा अब चाहिँ मेन्टल हेल्थमा त्यहाँभन्दा अगाडि मेरो चाहिँ अर्को सेवा भन्ने संस्था त थियो, तर त्यसले चाहिँ सामाजिक कार्य अरू कार्यहरू गर्ने भन्ने थियो। अनि युवराज सर म भेट भइसकेपछि 2017 सालको कुरो, हामी कलेजबाट फर्किने क्रममा चाहिँ फर्केपछि बेलुकातिर चाहिँ त्यो भ्यू पनि राम्रो छ, त्यहाँ बसेर मन्थन गर्थ्यौँ। त्यो चाहिँ मन्थन हाम्रो चिया मन्थन हुन्थ्यो विशुद्ध। त्यसरी मन्थन गर्ने क्रममा चाहिँ अब चाहिँ केही नेपालमा हामीले हाम्रो तर्फबाट सकिने कुराहरू चाहिँ गर्नुपर्छ है भन्ने कुराहरू गर्दा अनि आइडिया आउँदा 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 अनि गफ गर्दै गर्दा 2-3 महिनाको गफ पश्चात बल्ल एउटा मेन्टल हेल्थ वेलबिङको लागि संस्था खोलौँ न त भन्ने कुराहरूको कन्क्लुजनमा पुग्यौँ हामी। धेरै कुराहरूको पश्चात छलफल पश्चात त्यसमा सुरु गर्ने त कसरी गर्ने भन्दा काउन्सिलिङकै फिल्डमा गर्ने हो भनेपछि ल काउन्सिलिङ त गरियो। अनि यो क्रममा त्यसपछि हामीले एउटा कोठा इस्टाब्लिस गऱ्यौँ। पिआइसिएस नाम चाहिँ अझै फिक्स भएको थिएन। एउटा कोठा लियौँ। कोठा लिइसकेपछि हामीले हाम्रो त्यति बेलाको चाहिँ हामीलाई साथ सहयोग गर्ने आज अनुपस्थित हुनुभएको हाम्रो चाहिँ सुदय सर रञ्जन सरलाई सम्झिन चाहन्छु। उहाँले चाहिँ ल हामीले पूर्णता पाइसकेका थिएनौँ, त्यो काउन्सिलिङका स्किल्सहरू विभिन्न कुराहरू त्यो अनुभव गर्न सकिसकेका थिएनौँ, त उहाँलाई चाहिँ अगाडि सारेर हेरिदिनु पर्यो भन्ने कुराहरू राखिसकेपछि हामी अन्य गतिविधिहरू गर्थ्यौँ अनि उहाँले हेर्न थाल्नुभयो। त्यो एउटा कोठालाई हामीले अलिक केही समय पश्चात त्यहाँभित्र छलफल गर्दा 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 त्यो हुँदा हुँदा अनि चाहिँ एउटा पछि फ्ल्याट लिइयो। त्यस पश्चात अलिक ठुलो भयो, जहाँ गएर अनि ल अब नाम चाहिँ के राख्ने त अझै टुङ्गो भएको छैन। अब अनि सोध्दैछौँ, वर्ष दिन बितिसक्यो। त्यसपछि सोध्दै क्रममा अनि के नाम राख्ने त भन्दा ल त्यसो भए ती धेरै पटक मैले अभ्यास गरेँ के राख्दा होला, के कसो राख्ने। अब यो फेरि यो यस्तो यो टाउको पनि छ, यसमा न टाउको हो या होइन, कस्तो हो के हो भन्ने कुराहरू भए। यो युनिभर्सलाई समात्नु पर्यो। अब लोगो पहिला नाम के राखौँ भन्दा पिआइसिएस जो गयो। यो किन राखियो भन्दा हामी साइकोलोजीको स्टुडेन्ट, काउन्सिलिङको स्टुडेन्ट, काउन्सिलिङ गर्ने तर कसरी गर्ने भन्दा इन्टिग्रेटेड वेमा गर्ने योजना थियो। सम्पूर्ण कुराहरूलाई चाहिँ हामीले एकबद्धता जनाएर अथवा एकमुष्ट एउटा होलिस्टिक अप्रोचमा गर्ने। त्यसमा इन्टिग्रेटेड गर्ने भए एउटा त इन्टिग्रेटेड वर्ड हुने भयो, पहिलो अर्को साइकोथेरापी त हुने नै भयो, दुईवटा त भयो। तेस्रो काउन्सिलिङ गर्ने भएपछि त्यो आइहाल्यो। अब सर्भिसेस आयो भन्दा अनि त्यसपछि यसलाई चाहिँ साइकोथेरापी एन्ड इन्टिग्रेटेड काउन्सिलिङ सर्भिसेस नेपाल। अब यो अगाडि पछाडि कहाँ राख्ने भन्ने कुरा थियो। त्यसपछि पिक्स राखियो। अब धेरै मान्छेले यसलाई चाहिँ फोटो हो कि भनेर पनि सोध्छन्, पिक्चर हो, पिक्सको पिक्चर भनेर। इट क्याप्चर द पिक्चर अफ ब्रेन, इट क्याप्चर द पिक्चर अफ माइन्ड एन्ड देन वी डेन पेन्ट। त्यहाँ हामीले सक्ने कुराहरू चाहिँ त्यहाँ डेन पेन्ट गर्छौँ। यसलाई हामीले त्यसरी चाहिँ यो डिजाइन पनि दिइयो, नामाकरण गरियो। त्यसपछिबाट यसलाई चाहिँ अनि लोगोको कुरा आयो। अब यो कुन कसरी डिजाइन गर्ने भन्दा दुईजना मान्छे बस्छन्, एकअर्काप्रति छलफल गर्छन् अनि कम्युनिकेसन गरेर यो तरिकाले चाहिँ उहाँहरूको संवादको माध्यमबाट मनका भावनाहरू साँटासाँट हुन्छन् र मनोभावना यसरी चाहिँ एक्सचेन्ज हुँदा ती मनका समस्याहरूलाई चाहिँ त्यहाँबाट हामीले समाधान गर्ने कोसिस गर्छौँ, हामी सहयोग गर्छौँ भन्ने भएपछि अनि यसलाई चाहिँ पूर्णता दिइयो। र त्यो पूर्णता दिएको दिनदेखि धेरै अप्स एन्ड डाउन छन्, धेरै चुनौतीहरू अनुभव गरियो, सामनाहरू गरियो ती चुनौतीहरूलाई। तर पनि हामी पछाडि चाहिँ हटेनौँ कि त्यो जुन जुनुन थियो त्यति बेला केही गरौँ भन्ने त्यो हुटुटी त्यो अझै पनि छ। अहिले पछिल्लो समय 2-4 वर्ष पछाडि स्टार्ट गरेको भए सायद स्टार्ट हुँदैन थियो होला। जति बेला स्टार्ट गरियो धेरै कुराहरू हामीले दाउ पेचमा राखेर कयौँ मान्छेको गाली खाएर, घरको मान्छे त गाली अझै पनि खाइन्छ। मलाई घरका मान्छेले त के गरिरहेछस् भन्छन् अहिले पनि। अब म के गरिरहेको छु मलाई नै थाहा छैन भने जस्तो छ। त केही काम गरेको भए हुन्थ्यो नि भन्छ। हिजो पनि यसको केही काम छैन घुमिरहेको छ भन्थ्यो मम्मीले। म भोलि उहाँ सुकुटे जाँदैछु भन्दा भनेपछि आजका दिनसम्म पनि कहीँ कुनै अफिसमा गएर काम गर्न भन्नुहुन्छ होइन। भनेपछि अब यो मेन्टल हेल्थको फिल्डमा चाहिँ अब के छ कस्तो छ अवस्था, यो पार्टलाई यसो गर्न खोजेँ मैले। सो हामीले त्यति बेला चाहिँ स्टार्ट गर्ने बेलामा अघि युवराज सरले पनि भन्नुभयो
साइकोथेरापी इन्टिग्रेटेड काउन्सिलिङ सर्भिसेस नेपाल भनेपछि हामीले दिन सक्ने सेवा सुविधाहरू हरेक ठाउँमा दिन्छौँ। हामीले काम गर्ने फिल्डमा के अरे यो अफिसमा मात्रै होइन, फिल्डमा पनि काम गर्छौँ। फिल्डमा काम गर्ने बेलामा हामी स्कुलमा काम गर्छौँ, इन्स्टिट्युसनहरूमा काम गर्छौँ र लोकल अथवा भनौँ इन्टरनेसनल अरू दाताहरूसँग पनि अथवा इन्स्टिट्युसनहरूसँग पनि कोलाबोरेसनमा काम गर्न सक्छौँ भन्ने उसले हाम्रो त्यो पाटो थियो। र यसको मुख्य उद्देश्य चाहिँ के थियो भने नेपालमा मान्छेलाई मनको समस्या हुँदा दगुरेर अथवा फोन गरेर वा बुकिङ गरेर कसरी हुन्छ पिआइसिएस नेपालसँग पुगाउनु। हामीले कम्युनिटी लेभलमा सर्भिसेसहरू प्रशस्त अरू सरहरूले म्यामहरूले पनि अरूले दिइराख्नु भएको थियो। तर यो सेन्टर बेस त्यो पनि काउन्सिलिङलाई कमर्सियलाइज पनि गर्ने सँगसँगै कम्युनिटीमा पेनिट्रेट पनि गर्ने भन्ने उद्देश्य चाहिँ हाम्रो थियो। कमर्सियलाइज गर्नको लागि सायद त्यति बेलासम्म कमै थिए। एकाधजनाले कसैले काउन्सिलिङ गर्नुहुन्छ, त्यो पनि यसरी सेसन के अरे काउन्सिलिङ सेसन रुम छ भन्ने कुराहरू मैले देख्न पाएको थिएन। र एक दुईजना कतै सुन्दा पनि अब जस्तो क्लिनिकल साइकोलोजिस्टहरूले टिचिङमा अरू केही हस्पिटलहरूमा गर्ने बाहेक हामी त फर्स्ट सेकेन्ड ब्याच गयौँ त्यो पाटोबाट। अनि एक दुईजना अरू सरहरू म्यामको चाहिँ हेर्दा सुन्दा चाहिँ 5,000 6,000 लिनुहुन्छ भन्ने कुराहरूसम्म सुन्ने थियो भन्नुहुन्थ्यो। अब यसलाई चाहिँ हामीले अफोर्डेबल काउन्सिलिङलाई अफोर्डेबल र कम्युनिटीमा रिच हुने सजिलै एक्सेसेबल र प्रभावकारी इफेक्टिभ बनाउनको लागि हामी ट्रेन पनि भयौँ अनि अभ्यास पनि गरियो र हामीले पैसाको पनि त्यस्तै कुराहरू राखेर यसलाई चाहिँ अनि यसरी काम गर्न थालियो। दोस्रो कुरा चाहिँ हामीले यो सेन्टर बेसमा किन यसरी काउन्सिलिङ गर्न खोजेका थियौँ भने इन्टिग्रेटेड अप्रोचमा हामीले सुरुका दिनदेखि नै साइकियाट्रिस्ट डक्टरलाई, क्लिनिकल साइकोलोजिस्ट, काउन्सिलरहरू अनि हामी सबै सँगै हुन सक्छौँ है। मैले एउटा कसैलाई सुनिदिन सक्छु भने तपाईँले त्योभन्दा अझ अलिक एडभान्स काम अथवा फरक तरिकाको कामहरू गर्न सकिन्छ। तर यो काम चाहिँ इन्टिग्रेटेड हुन्छ, एकअर्कामा निरत हुन्छ भन्ने कुराले चाहिँ हामी त्यो टिम चाहिँ सुरुवातीका दिनदेखि नै गर्थ्यौँ, इन्टिग्रेसनलाई नछोड्ने भयो। त्यसपछि अर्को एउटा काम गर्न खोजेको चाहिँ कम्युनिटीमा चाहिँ अवेरनेस अझै छैन, त्यो एउटा काम थपियो त्यसै हाम्रो मिसनमा। अर्को स्कुलमा चाहिँ चाइल्डहरू जब हामीले हेर्छौँ विचार गर्छौँ, मेरो पालासम्ममा पनि यो पनिसमेन्टको कन्सेप्ट राम्रै थियो, मजाले दिनुहुन्थ्यो। 2-4 झापु हान्दासम्ममा यो त ठिकै हो, उहाँले चाहिँ आज माया गर्नुभएको भन्ने खालका कुराहरू बुझिन्थ्यो। सरले माया गरे आज, म्यामले माया गर्नुभयो भन्ने कुराहरू हुन्थे भने। तर त्यो बुझ्दै जाँ त्यो माया कहाँबाट कसरी चाहिँ कहाँ पुग्दो रहेछ माया भन्दा त्यो मायासँग उसको केहीसँग चाहिँ बिछोड हुँदो रहेछ कहाँ पुगेर अनि लास्टमा मेन्टल हेल्थको इस्युजहरूको पाटो पनि हामीले अनुभव अथवा सुन्यौँ अथवा बुझ्यौँ। त्यसो हुँदा विद्यार्थीहरूलाई फ्रेन्डली, सेक्युर, एउटा सेक्युरिटी र उसलाई स्कुल चाहिँ सेफ्टी, जाउँ सबैसँग बोलौँ, खुलेर हाँसेर पढ्न सकौँ भन्ने वातावरण बनाउनुपर्छ भन्ने एउटा पाटो आयो अनि हामी स्कुलमा कार्यक्रम गर्न थाल्यौँ। प्लस स्कुलमा चाहिँ जुन पढाइको कन्सेप्ट छ त्यसलाई पनि अलिक फरक तरिकाले, अनि मेन कुरो चाहिँ जुन 14 वर्षभन्दा मुनिका बालबालिकाहरूलाई चाहिँ हामीले मानसिक स्वास्थ्यको चाहिँ कुराहरू हेर्दा अनसेट हुने जुन एज छ यसलाई 14 राखिएको छ। अलमोस्ट 50% भन्दा बेसी समस्याहरूको चाहिँ सुरुवातीको समय चाहिँ त्यहाँभन्दा पहिल्यै भइसक्छ भनेपछि यो त समूह कहाँ पाउँछ? स्कुलमा पाउँछ। स्कुलमा हामीले कलेक्टिभ काम गर्न सक्यौँ भने यसलाई पनि न्यूनीकरण गर्न सकिएला भनेर प्रिभेन्टिभ लेभलमा पनि यसलाई हामीले काम गर्न सक्छौँ भनेर गइयो। तर जाने क्रममा चाहिँ हामीलाई उडाउँथे, के गर्न आउनुभयो साइकोलोजिस्ट स्टुडेन्ट, ए साइको यहाँ छैन, हाम्रा कोही पनि छैनन् भन्थ्यो। अरे हामी स्टुडेन्ट हो भने होइन, हाम्रोमा चाहिँ छैनन् कि त्यस्तो, तपाईँहरू अहिले टाइम छैन भन्ने कतिले उडाए, कतिले के भने। एकजनाले मजाले उडाउनु भएको थियो, त्यसको केही समयमा त्यो स्कुलमै घटना घट्यो, म्याडमले हात काटिदिनु भयो भन्ने कुरा ब्लेडले युट्युबहरूतिर इत्यादि छ्यापछ्याप्ती आयो। त्यसपछि फेरि उहाँले हामीहरूलाई नि गुहार्नु भयो।
तत्कालै यो त अर्कै कुरा समस्या रहेछ भनेर फेरि गएर मिलाइदियो। त्यस पश्चात उहाँहरू हाम्रो भेट भएको छैन, तर पनि आवश्यक पर्दा मात्रै केही उनीहरूले बुझे, तर त्योभन्दा बाहेक फरक कुराहरू भएन। अब यो जर्नी हेर्दा हामीले स्टार्टेड यो पाटो मैले भनिसकेँ 17मा हामी जस्ट कफी टक काउन्सिलिङ चिया गफगाफ गऱ्यौँ। 18 देखि काउन्सिलिङ र कन्सल्टेसनको पाटो स्टार्ट गऱ्यौँ हामीले। सुरुका दिनदेखि नै हाम्रो डाक्टर वासुदेव कार्की कन्सल्टेसनको लागि र हाम्रो विनिता ढुङ्गेल डाक्टर विनिता ढुङ्गेल साइकेट्रिक कन्सल्टेसनको लागि उहाँहरूको समय मिलाइन्थ्यो भने काउन्सिलिङको लागि चाहिँ अञ्जन सरले हेर्नुहुन्थ्यो। 19बाट चाहिँ नि हामीले पनि थाल्यौँ हेर्नलाई यही कुरा। 2019मा फर्स्ट टाइम हामीले चाहिँ त्यति बेला एसपिएफटी सुसाइड प्रिभेन्सन एन्ड फेसिलिटेसन ट्रेनिङ भनेर चाहिँ गेटकिपर ट्रेनिङ राखियो। त्यो ट्रेनिङमा उल्लेखनीय भूमिका के भन्छ उपस्थिति भयो। हामीलाई जम्मा जम्मी 15 जना चाहिएका थिए, अझ बेसी 17-18 जनाले चाहिँ लिनुभयो। त्यो स्पेसको ल्याकिङले गर्दा त्यतिभन्दा बेसी लिन सकेका थिएन। त्यसपछि हामीले ट्रेनिङ पनि सुरु गऱ्यौँ। कोभिड-19को अब यसमा हामीलाई अलिक धेरै नै सङ्घर्ष भयो। त्यसका बावजुद पनि हामी बस्यौँ। फ्री वेबिनारहरू कन्सल्टेसनहरू काउन्सिलिङहरू गर्न गरियो। मेन्टल हेल्थ र आई थिङ्क एउटा त्यो वेबिनारको एक्ज्याक्ट नाम चाहिँ थाहा छैन। त्यो वेबिनारमा हामीले मधु सरलाई पनि इन्भाइट गरेका थियौँ कि अहिले यो एक्ज्याक्टली त्यो नाम याद नभए पनि यो समयमा अथवा यो परिस्थिति कस्तो भइरहेको छ, समाज कता गइरहेछ भन्ने त्यो वेबिनार 2-3टा गरियो। अनि फ्री काउन्सिलिङ सर्भिसेसहरू दियौँ। 50-55 जना जतिले लिनुभयो होला यो सर्भिसेसहरू। कन्सल्टेसनहरू गरियो। अनि 2021 देखि चाहिँ हामी स्कुल र इन्स्टिट्युसनहरूसँग चाहिँ पार्टनरसिपमा काम गर्न थाल्यौँ। त्यस पश्चात कोभिड-19ले एक वेले यो मेन्टल हेल्थलाई बुझ्नलाई सहज पनि गर्यो। दोस्रो वेले हामीलाई त आर्थिकदेखि लिएर यावत त्यसको चाहिँ अलिअलि भार चाहिँ परिसकेको थियो। 2022बाट हामीले स्ट्रङली चाहिँ पार्टनरसिप विथ लोकल गभर्मेन्ट्सहरूसँग स्कुलहरूसँग अनि यसको ब्रान्चेसहरू खोलियो। त्यसपछि काउन्सिलिङ गर्छौँ हुन्छ मेन्टल हेल्थ सपोर्ट गरौँ भन्ने त धेरै, तर काठमाडौँमै गर्छु यहीँ गर्छु पिक्सको यो हेड अफिसमै गर्छौँ यहीँ मेरो पनि एउटा चाहिँ नि उसमा राखिदिनु पर्यो भन्ने कुराहरू चाहिँ धेरैले गर्नुहुन्थ्यो। प्लस तर हामीले यसलाई चाहिँ सेन्टर बेस यो काठमाडौँमा अर्बन यो सिटी एरियामा मात्रै नभएर अलिक टाढा पनि लगाउँ, त्यहाँबाट पनि अलिकति मान्छेहरू चाहिँ डिसेन्ट्रलाइजेसन भयो भने मेन्टल हेल्थको एक्सेस चाहिँ अरू ठाउँमा पनि पुग्न सक्ला। कमसेकम हामीले कति गर्छौँ थाहा भएन, गफ त गर्छौँ, त्यहाँ गएर कुरो त गर्छौँ मेन्टल हेल्थ यो हो यस्तो हुन्छ, त्यहाँ तालिम दिइन्छ, उसले 10 जना 5 जनासँग कुराकानी गर्छन् भनेर हामीले चाहिँ सुर्खेतमा स्टार्ट गऱ्यौँ 2022मा। 2022मै त्यसपछि हामीले चाहिँ धनगढीमा पनि स्टार्ट गऱ्यौँ जुन मेरो होम टाउन पनि हो। कोसिस नेपालसँग त्यसपछि हामीले एउटा डकुमेन्ट्री बनाइयो। यसमा मेन्टल हेल्थको पाटोमा रिसर्च गर्नुपर्ने काम थियो हाम्रो। अनि 20-22वटा एपिसोडको लागि कुराकानी भएको थियो यसमा, त्यो काम गरियो। कम्युनिटी वर्क गरियो त्यति बेला। विभिन्न ठाउँमा गएर हामीले चाहिँ मेन्टल हेल्थ अवेरनेस क्याम्पेन्सहरू चलायौँ। कफी विथ काउन्सिलर भन्ने अर्को एउटा कार्यक्रम सुरु गऱ्यौँ 2022बाट। यो चाहिँ अब हामीले पनि चिया खाँदै चाहिँ काउन्सिलिङ सेन्टर इस्टाब्लिस गर्नुपर्छ भनेर कुरो गरेका। अब यो कफी विथ काउन्सिलरको ध्येय चाहिँ के भयो भनेपछि मेन्टल हेल्थ जुन यसको चाहिँ कन्सेप्ट छ यसलाई स्टिग्माटाइज गरेर ट्याबुज लाएर जुन यो समाजमा कलङ्कित बनाइएको छ अथवा भएको छ गिजोलिएको छ यस्तो हुन्छ त्यस्तो हुन्छ भन्ने कुरा सेसनमा आउनुभन्दा चाहिँ सिधै आउनु यो के हुन्छ कस्तो हुन्छ भन्ने कुराहरू अहिले पनि गर्छन्। मैले अब मान्छेको नाम लिनु हुँदैन, तर मैले पढिसकेँ अब पढ्नु छैन भनेर भन्ने मान्छेहरूले पनि फेस देखाउन चाहिँ डर मान्नुहुन्छ। त्यस्तो छ, त्यो ज्वलन्त उदाहरण हो। यो 1-8 वर्ष यताकै कुरा घटनाहरू त्यस्ता छन् भनेपछि बाँकी मान्छेमा चाहिँ कस्तो होला त भन्दा फरक। त्यो त अफकोर्स उनीहरूलाई त च्यालेन्जकै विषय हो। यो कहाँ जान्छ काउन्सिलिङ के लु गयो मेरो त बिजो एउटो छोरो थियो त्यो पनि चाहिँ यहाँ साइकोमा भयो कता जान्छु भन्यो अब कहाँ म के गर्नु हे प्रभु भन्नु अनेक कुराहरू त्यो थाल्न हाम्रो समाजमा यस्ता कुराहरू गर्छन् भनेपछि कफी विथ काउन्सिलर्स भनेपछि कफी खाँदै गफ गर्ने हो भन्दा यसलाई इन्फर्मल सेसनले अलि बेसी मान्छेलाई ओपन अप हुन सजिलो हुन्छ होला भनेर थालेको थियो। मान्छे आउनुभयो 100-150 जना जस्तो उसले बुक गर्नुभएको थियो। 80-90 जना मान्छे आउनुभयो त्यो पाटोमा चाहिँ। त्यस पश्चात हामीले यो कार्यक्रम
सुरु गरेको। मान्छेलाई चाहिँ सिधै काउन्सिलिङ सेसनमा ठेल्नुभन्दा पनि कफी विथ काउन्सिलर भन्यो भने इन्फर्मल तरिकाले मान्छे आफ्नो कुरा सेयर गर्न आए, त्यसपछि उनीहरू चाहिँ काउन्सिलिङ मलाई चाहिएको रहेछ, यो अर्काले के भन्छ भन्ने कुरा सेकेन्डरी हो भन्ने उनीहरूलाई कमसेकम हामीले बुझाउन सक्यौँ भन्ने पाटो भयो। 2023 यो त अब चलि नै राख्यो काउन्सिलिङ कन्सल्टेसन। हामीले चाहिँ 2022बाटै हामीले ट्रेनिङ पनि सुरु गऱ्यौँ। अघि हामीले एसपिएफटी जुन ट्रेनिङ सुरु गऱ्यौँ, त्यस पश्चात चाहिँ काउन्सिलिङ लिइसकेका साथीहरूले हामी निको भयौँ तर अरूलाई पनि हामी हेल्प गर्न चाहन्छौँ भनेर 5-6 जनाले भन्नुभयो हामीलाई ट्रेनिङ स्टार्ट गर्दा। अब त्यसो हो भने लेट्स स्टार्ट ट्रेनिङ भनियो। अब यसले के गर्छ नि त भन्दा हाम्रो ट्रेनिङ विशुद्ध अर्कै मोडलको कस्तोवाला छ भने जसलाई मेन्टल हेल्थ इस्यु छ अथवा त्यो विषयमा अलिकति टच भएका छन् उहाँहरूले ट्रेनिङ लिनुहुन्छ, आफू पनि हिल हुनुहुन्छ, प्लस त्यो उहाँहरूले आफ्नो समुदाय, आफ्नो घर परिवार, साथीभाइहरूसँग गफगाफ गर्नुहुन्छ, त्यो विषयमा अवेरनेसको काम पनि भयो। उस्तै आवश्यक परेकाहरू त मैले तालिम लिएको छु, मसँग बेसिक यस्तो स्किल छ भनेपछि गाउँ अथवा चाहिँ नि कम्युनिटीमा गएर काम गरिरहनु भएको छ। पिआइसिएस नेपालको एउटा लकी अथवा एउटा के भन्ने यसलाई राम्रो वा सबल पक्ष भन्नुपर्दा के भन्न सक्छौँ भने जतिजनाले त्यो तालिम लिनुभयो हामीसँग चाहिँ अहिलेसम्म त्यहाँमध्ये अलमोस्ट 90% मान्छे चाहिँ अकुपाइड छन्, काम गरिराख्नु भएको छ कम्युनिटीमा चाहिँ। यस मानेमा पनि अब हामीले मात्रै राम्रो गर्यो भन्ने होइन, उहाँहरूले पनि राम्रो गर्नुभयो। आफ्नो जुन पढिराख्नु भएको थियो, कसैले बिबिएस, कसैले यो एमबिएस सोसियोलोजी यो गरेका साथीहरू थिए। म त अब पढ्दिनँ, यो पढिसक्यो, सकिसकेपछि काम पाउनुभयो, म पढ्दिनँ, अब मलाई यहीँ रमाउन थालेँ भनेर काम गर्नुभयो। जनकपुरको एकजना मान्छेलाई सम्झिनु पर्दा म तिनको नाम चाहिँ सधैँ नबिर्सिने गरिकन छाप परेको छ। ममता कुशवाहा भन्ने मान्छे छन्। उनले उनको घर परिवारबाट यो तालिम लिन्छु भन्दा पनि बहुत सकस थियो, किन जानु पर्यो त्यहाँ, के गर्छ, कसो गर्छ भन्दा अनि उहाँले एक दिन श्रीमान पनि लिएर आउनुभयो। श्रीमानलाई त मैले कन्भिन्स गरेँ, फेरि उहाँको ससुराबाले चाहिँ लफडा गर्नुभयो। त हमार बाउ कहाँ चले गए ऐसे नै भनेर के भन्नुभयो, त्यो त्यहीँ लफडा भएछ। अनि श्रीमती के अरे श्रीमानले चाहिँ अब श्रीमानलाई मैले भनिसकेको थिएँ भएर फेरि उहाँले गएर मेरो बुढी जहाँ गइरहेछन् ठिक छ, ऊ मैले भेटेर आएको यस्तो उस्तो भनिसकेपछि बल्ल अलिकति थाल्नुभयो। उहाँले बिबिएस पढ्नु भएको थियो, ब्याङ्कमा जागिर गर्न इन्टर्न गर्नुभएको थियो, त्यो दिक्क लागेछ केही नपाएपछि। अनि यता आउनुभयो। यो गरिसकेपछि इमिडिएटली ओरेक नेपालमा चाहिँ उहाँलाई हामीले सर्टिफिकेसन भएकै थिएन र पनि ओरेक नेपालमा हामीले रेफरेन्स लेटर पठायौँ। अनि सिक्नुभएको छ भने ओके फाइन भनेर काम गर्न जानुभयो। त्यो 6 महिनाको प्रोजेक्टमा काम गरिसकेपछि त्यतिले उहाँलाई अलिकति अझ प्रभाव परेछ। ओरेक नेपालले उहाँलाई त्यो क्षेत्रकै कोअर्डिनेटर बनाउनु भयो। अब अहिले उहाँको घर पारी अनि ओरेक नेपाल अफिस वारी, गाडी दिएको छ अरे, वरपर मजाले जानुहुन्छ। अब ससुरालाई पनि त्यही गाडीमा हालेर घुमाउनुहुन्छ अरे भन्छ भनेपछि गर्ने मान्छेलाई अथवा यो फिल्डमा लाग्छु गर्छु भन्दा चाहिँ धेरै राम्रो गर्नु भएको छ उहाँलाई चाहिँ। त्यस कारणले पनि उहाँ जस्तै धेरै हुनुहुन्छ, तर पहिलो ब्याच भएको कारणले मैले चाहिँ सम्झेन भएको, तर मैले सम्झिँदा कमसेकम 50वटा लिस्ट गर्छ त्यति चाहिँ हुनुहुन्छ। यो काम भयो। 22मा हाम्रो कन्सल्टेसन कोलाबोरेसन यो कुरा चलि नै रह्यो। अनि 24बाट चाहिँ हामीले कम्युनिटी यो उसमा चाहिँ 24मा पहिला नै गरिरहेको थियौँ। वर्कसप्सहरू अझ अलिक बेसी गर्न थालियो, वडा स्थानीय तहसँग मिलेर अवेरनेस एक्टिभिटिजहरू। अनि त्यसपछि 24मै हो हामीले चाहिँ डिजिटल लिट्रेसीलाई अलि बेसी बढाउनु पर्छ भनेर। किन भन्दा मेन्टल हेल्थको कुरा त गर्छौँ, तर कहाँ गरिरहेछौँ हामी, अफिसमा गरिरहेछौँ। अब के गर्ने त्यसो भयो भन्दा मान्छेले सबको हातमा फोन छ अहिले। फलानुको श्रीमान कता गए, फलानुको श्रीमती कहाँ गयो भनेर यावत कुराहरू सूचना हेरिरहने त्यही मोबाइल हो हाम्रो यो तमाम कम्युनिटी मेम्बरहरूको लागि। भने त्यहाँनिर हामीले चाहिँ कमसेकम मेन्टल हेल्थको चाहिँ कन्सेप्ट, मेन्टल हेल्थको सूचनाहरू पठाउन सक्यो। यस्तो अवस्थामा हामीले यति समय डिजिटल यसलाई चाहिँ प्रयोग गर्नुपर्छ। काउन्सिलिङ भने यो हो, मेन्टल हेल्थ भने यो, साइकोलोजीले यस्तो गर्छ, अथवा यो समस्या भनेको यस्तो समस्या, स्ट्रेस यस्तो हो, एङ्गर यो हो, डिप्रेसन यो, फोबिया फियर यो भनेर यो सूचना हामीले चाहिँ त्यो डिजिटल उसमा हाल्न सक्यौँ भने यसले चाहिँ त्यो जनमानस बीच पुग्छ। उहाँहरूले एक न एक दिन हेर्नुहुन्छ, कन्टेन्ट नै छैन के हेर्ने, त्यसले गर्दा यो चाहिँ हेर्नुहुन्छ।
त्यो हेरिसकेपछि चाहिँ हाम्रै यहाँ आउँछन् भन्ने होइन, तर कमसेकम मानसिक स्वास्थ्य भने चाहिँ यस्तो हुन्छ, देयर इज मेन्टल हेल्थ एज वेल भन्ने त बुझ्छन् नि भनेर हामीले चाहिँ डिजिटल यो चाहिँ लिट्रेसीलाई, मेन्टल हेल्थ लिट्रेसीलाई अगाडि बढायौँ र अवेरनेसका भिडियोहरू चाहिँ व्यापक रूपमा अनि चाहिँ हामीले अगाडि बढाएको। अब सुरुमै व्यापक नबढे नि पछि बढ्यो, अहिले त्यो बेसी भइसकेको छ। अब अहिले चाहिँ त्यति आउँदैछन्। 25मा अगेन त्यो काउन्सिलिङ ट्रेनिङहरू चलिरह्यो। 25 चाहिँ अलिक माइलस्टोन भयो, अलिक धेरै नै काम भयो त्यसमा चाहिँ। यो इन्टर्नसिपको कुराहरू पनि आयो त्यति बेला चाहिँ हाम्रो होइन। अनि इन्टर्नसिप चाहिँ सुपरभाइज इन्टर्नसिप राख्यौँ हामीले त्यस पश्चात चाहिँ 25मा। जो इन्टर्न गर्न आउनुहुन्छ उहाँहरूलाई हामीले सुपरभाइज एलोकेट गर्ने, जति टाइमको लागि आउनुहुन्छ, तर पेड हुन्छ त्यो चाहिँ। अनि इन्टर्न आएर यहाँ हल्लिने अथवा चाहिँ गफगाफ गर्ने होइन, केही सिक्न आउँछन्, तर उहाँलाई सुपरभिजन दिन्छौँ हामी। त्यसरी चाहिँ अगाडि बढाएको। अनि पोखरामा पनि हामीले त्यस पश्चात यसलाई चाहिँ मानसिक स्वास्थ्यको कुराकानी गर्न भनेर त्यहाँ पनि तालिम दिन, काउन्सिलिङ गर्नको लागि भनेर अगाडि बढाइयो। अनि अर्को चाहिँ मेन कुरा चाहिँ डिजिटल पाटोलाई अझ बढाउनलाई माइन्डसेट विथ नवीन। अब यो चाहिँ कस्तो थियो भने, जस्तो मेरो स्टोरी कस्तो छ भन्ने कुरा मैले सेयर गरेँ भने मेरो स्टोरी सुनेर अर्को मान्छेले ए ला मभन्दा पीडा बेसी यसलाई भएको रहेछ पनि भन्ने दिमाग चाहिँ बनाउन सक्छ है। भन्दा लेट्स सेयर देन आवर स्टोरी थ्रु यो पोडकास्ट भनेको मेन्टल हेल्थका कुराहरू चाहिँ त्यहाँ गर्न थालौँ भनेर चाहिँ 2025मा चाहिँ हामीले 2025मा माइन्डसेट विथ नवीनको यो कुरालाई चाहिँ अगाडि बढाइयो। एभ्रिथिङ कम्स विथ माइन्डसेट। इफ यु हेभ रिजिड माइन्डसेट यु विल फाइन्ड एभ्रिवेयर these kinds of situations. There is a big role of mindset in our life. भनेपछि यसलाई चाहिँ हामीले हरेक यो कन्सेप्टबाट अगाडि बढाइयो। यसको लोगो नि छ त्यहाँ, दिमाग की बत्ती जलाओ अब भन्ने यसको कन्सेप्ट। अनि चाहिँ तर कुराकानीको माध्यमबाट विभिन्न कुराहरू गर्छौँ हामीले। अनि कन्डक्टेड यो चाहिँ नि यसमा हामीले इन्टरनेसनल ट्रेनिङ अन यो ट्रमा र एडिक्सनमा चाहिँ डाक्टर एलेन एलियट, जसले हाम्रो पिएचडी नै यही ट्रमा र उसमा ट्रमामा गर्नुभयो। विगत 35 वर्ष यतादेखि एडिक्सनमा काम गरिराख्नु भएको हुनाले गर्दा उहाँलाई यो तालिमको लागि चाहिँ निमन्त्रणा गरियो र यो तालिम पनि हामीले सञ्चालन गर्यौँ फर्स्ट टाइम। अब यो कन्टिन्यू चलिरहेको छ, हरेक वर्ष यसको यस्तो सिस्टम बनाएका छौँ। अनि त्यसपछि आइसिडिपी यो इन्टरनेसनल चाइल्ड डेभलपमेन्ट प्रोग्रामहरू 2टा सिजन चाहिँ त्यसमा पनि चलाइयो हामीले। र टट कार्यक्रम चाहिँ अब विनोद सर, अञ्जन सर र पदम सरले टट कार्यक्रम पनि चलाउनु भयो। हामीले 20-22 जना जस्तो चाहिँ प्रशिक्षार्थीहरूलाई चाहिँ यसबाट पनि सेवा दिने मौका पायो। र हाम्रा अहिले सर, हाम्रो 3 जनै सरहरूलाई सम्झिन नि चाहन्छु म। त्यसपछि चाहिँ 2026मा आइपुगिहाल्यौँ हामी, बितिहाल्दो रहेछ समय एकैछिनमा। अनगोइङ अब भइरहेको कुराहरू काउन्सिलिङ, कन्सल्टेसन, अब यो ट्रेनिङ यो पाटो भइ नै हाल्यो। अनि यो इन्टर्नसिप अन्डर सुपरभिजन यो वाला पाटो चाहिँ ल्याएका छौँ, यसलाई म अहिले भन्छु। अर्को चाहिँ हामीले यो 2026मा चाहिँ एउटा सङ्कल्प गरियो। पिआइसिएस नेपालले अब चाहिँ वर्कसप 2टा भागमा डिभाइड गर्छ, एउटा चाहिँ इनसाइड अफिस, एउटा चाहिँ आउटसाइड अफिस। फ्री अफ कस्ट धेरै कुराहरू भइरहेको छ, केही कुराहरूमा कस्टिङ छ, अदरवाइज यी कुराहरू भइरहेका छन्। हामीले 100वटा वर्कसपहरू चाहिँ आउटसाइड अफिस भनेको चाहिँ जसले बोलाए पनि, जहाँ भने पनि, धेरै जसो स्कुलमै गरिरहेका छौँ। यो गर्ने टार्गेट छ भने इनसाइड अफिस पनि यस्तै गरेर 100वटा वर्कसप्सहरू चाहिँ हामीले टार्गेट गरेका छौँ। अलमोस्ट 20-25वटाको रेन्जमा भइ पनि सक्यो। अब सायद यो दसैँसम्ममा हाम्रो आधी जान्छ, 50-55वटा पुग्छ। यो कार्यक्रमहरूमा चाहिँ हामीले इनसाइड र आउटसाइडको एक्टिभिटिजहरूलाई हेर्दा इनसाइडमा हेर्नु पर्दा चाहिँ कफी विथ काउन्सिलर्स, त्यही जुन हामीले 2022मा सुरु गऱ्यौँ। प्यानल डिस्कसन गर्छौँ, काउन्सिलरहरू हुन्छन्, त्यहाँ प्रब्लम हुन्छ, कफी हुन्छ। अनि क्ल्यारिटीको लागि चाहिँ मान्छेले आउनु पर्यो, क्वेसन्स गर्छन्, दे गेट क्ल्यारिटी विथ सिप अफ कफी। डिलिङ विथ ब्रेकअप छ अर्को चाहिँ यसमा। 2020 कि कति 21को डाटाहरू त्यो मैले बिर्सेँ होला, तर पछिल्लो 2-4 वर्ष यताको डेटा हेर्दा चाहिँ डिभोर्सको रेट चाहिँ अत्यधिक बेसी भएको हुनाले गर्दा
हामीलाई यो पाटोमा पनि काम गर्नुपर्छ भन्ने कन्सेप्ट राखेर चाहिँ वी स्टार्टेड डिलिङ विथ ब्रेकअप एन्ड डिभोर्सको यो वर्कसपहरू यसमा पनि सुरु गरियो। आर्ट अफ कम्युनिकेसन फर स्टुडेन्ट्स, इट्स अ फ्री अफ कस्ट एक्टिभिटिजहरू। त्यसपछिबाट हामीले चाहिँ आस्क युर काउन्सिलर एनिथिङ, आउनुहोस् के अरे काउन्सिलरलाई जे मन लाग्छ सोध्नुहोस्, प्रश्न के हो भन्ने कुरै छैन, जस्तो मन लाग्छ सोध्नुहोस्। त्यो प्रश्नको हामीले उत्तर दिन सक्छौँ भने दिउँला, नभए दिन जानेनौँ भन्दा छोडिदिन्छौँ, तर सोध्न चाहिँ पाइयो। यु क्यान आस्क युर काउन्सिलर एनिथिङ, योवाला चल्यो। अनि अर्को चाहिँ हाम्रो आर्ट थेरापी छ, शनिबार चलिरहेको छ। आउटसाइडको उसमा हेर्दा चाहिँ हामीले धेरै कुराहरू गरिरहेका छौँ, इमोसनल इन्टेलिजेन्स अथवा स्टेबिलिटीको लागि, रेगुलेसनको लागि, माइन्डफुलनेस एक्टिभिटिजहरूको लागि, अनि एक्जाम एन्जाइटीलाई कसरी काम गर्न सक्छौँ भन्दा त्यसमा छ। स्ट्रेस र बर्नआउटलाई कसरी म्यानेज गर्न सकिन्छ भन्दा त्यो कामहरू गरिरहेको छौँ। इट्स अ फ्री अफ कस्ट एक्टिभिटिजहरू आउटसाइड द अफिस, जुन इन्स्टिट्युसनले बोलाउनुहुन्छ। कतिपयमा हामी आफै गएर चाहिँ नि ल तपाईँको स्कुलमा केही पनि कार्यक्रम भएको रहन्छ, एउटा कार्यक्रम राखिदिन्छौँ भन्छौँ, नभए कसैले हामीलाई फोन गर्नुहुन्छ हाम्रोमा यस्तो कार्यक्रम राखिदिनु भयो भने हामी त्यहाँ गएर प्रोग्रामहरू गरिरहेका हुन्छौँ। पिपल आर पेइङ अलमोस्ट 30,000 फर इन्टर्नसिप, होइन? 3 महिना भनेको 12 हप्ताको इन्टर्नसिपको लागि 30,000 तिरिरहेका मान्छे छन् हामीसँग इन्टर्नसिपको लागि। त्यति आतुर छ, त्यति उनीहरू एकदम क्युरियस छन् भन्ने कुरा चाहिँ यसले दर्शाउँछ। 5वटा सेसन उहाँले काउन्सिलिङको पाउनुहुन्छ, 10वटा सेसन वर्कसप पाउनुहुन्छ, 10 सेसन चाहिँ ट्रेनिङमा पाउनुहुन्छ उहाँलाई यही काउन्सिलिङ रिलेटेड, अनि 5 सेसन एसेसमेन्ट कसरी गर्ने भनेर पाउनुहुन्छ भने 5वटा सेसन चाहिँ रियल क्लाइन्ट काउन्सिलिङको गर्ने पाटोको लागि। अनि उहाँलाई यति गराएर अन्डर सुपरभिजन हाम्रो सुपरभिजनमा उहाँहरू इन्टर्नसिप गर्नुहुन्छ। र जो मान्छे मास्टर्स पढिरहेका छन् अथवा सके वा भर्खर जोइन गर्नु भएको छ तर काउन्सिलिङको कुरा सिक्न चाहनुहुन्छ भने चाहिँ योवाला कन्सेप्टले पनि उहाँहरूलाई अझ यो स्किल इन्हान्स गर्न, अझ स्किललाई चाहिँ सार्पनिङ गर्नको लागि मद्दत पुर्याउँछ होला भन्ने चाहिँ यसमा पाटो छ हाम्रो यो पाटोमा। यो 9 वर्षको यो जर्नीमा चाहिँ हामीले अलमोस्ट 500 भन्दा बेसी मान्छेले चाहिँ हाम्रो डिरेक्टली पिआइसिएस नेपालको अफिसमा आएर चाहिँ नि काउन्सिलिङ सेसन्सहरू लिइसक्नु भएको रेकर्ड छ हामीसँग। वी प्रोभाइडेड अलमोस्ट अर मोर देन 100+ वर्कसप और यो ट्रेनिङ्सहरू इत्यादि कुराहरू चाहिँ नि हामीले इनसाइड आउटसाइड यो रिच गरेका छौँ भने धेरैवटा कम्युनिटीमा चाहिँ गइ नै रहेछौँ। कहाँसम्म सकिएला हेर्दै जाउँ। यो हाम्रो चाहिँ 9 वर्षको चाहिँ जर्नी छ। यो हाम्रो धनगढीको अफिस हो, त्यहाँ सुरु गरेको। अब सुरुवाती गर्दा चाहिँ यसको अघि म त्यो पनि बिर्सेँ, हाम्रो सिरी सरले पनि यसमा चाहिँ त्यति बेला ठुलो हौसला, आशा अनि भरोसा र कन्फिडेन्स दिनुभएको थियो। साथसाथै आर्थिक सहयोग पनि गर्नुभएको थियो कि ल नवीन तिमीले गर्ने भए चाहिँ मैले सक्ने कुराहरू चाहिँ यस्तो यस्तो हुन्छ, यो असाध्यै राम्रो काम हो, अनि यो भर्खर त सुरु हुँदैछ काउन्सिलिङ, इट्स भेरी गुड भनेर यो गरिदिनु भएको थियो। अनि हामीले पहिलो ट्रेनिङ चाहिँ स्टार्ट गर्दा उहाँलाई नै बोलाएर त्यति बेला चाहिँ अनि स्टार्ट पनि भएको थियो। यही दिनदेखि हाम्रो चाहिँ ट्रेनिङ स्टार्ट भएर अफिस चाहिँ हाम्रो सुरु भएको थियो। त्यो तालिममा उहाँ सर पनि हुनुहुन्थ्यो, होइन? त्यो पाटो यो त उताको भयो। केही फोटो भिडियोहरू छन्। यो पुलिस स्कुल भयो, अघिको सेन्ट जेभियरको कुरा आयो। यहाँ मुनि चाहिँ यो विद्यासागर भन्ने स्कुल हो। हामी अहिले 5-6वटा स्कुलसँग काम गरिरहेको छौँ। माथि गोदावरी यो चाहिँ पोखरामा हो, त्यो पिएफए ट्रेनिङ दिएको। यो जेभियर स्कुलसँगको कुरा भयो, यो सेन्ट जेभियरकै कुराहरू आए। अनि यो चाहिँ वर्किङ टुगेदर, यो सुसाइड प्रिभेन्सन डेमा हामीले 2019 को पाटो भयो। यो फोटोहरू भयो, होइन? यो त हाम्रो तल पढ्ने बेलाका फोटोहरू हुन् यिनीहरू चाहिँ। अनि यो चाहिँ नुवाकोटको हो यो फोटो। नुवाकोट स्कुलमा हामीले बट्टारेमा चाहिँ कार्यक्रम गर्न गएको थियौँ। एकपल्ट हाम्रो सम्भाव्य फाउन्डेसनले चाहिँ मेन्टल हेल्थ इन ओपन स्पेस भनेर बसन्तपुरमा कार्यक्रम गर्नुभएको थियो। त्यसमा हामी सहभागी भएका। सुसाइड प्रिभेन्सन डे मनाउने क्रममा चाहिँ हामीले 2019 को यो डे यो इन्द्रणी पार्टी प्यालेसमा हो। त्यो हामीले साइकोलोजिकल थिएटर भन्ने नयाँ यो सबैको कन्सेप्ट के हो भने मान्छेलाई साउन्ड सुन्दा अनौठो सुन्ने पनि जसो भए पनि कमसेकम त्यहाँ मेन्टल हेल्थ अर साइकोलोजी त टच हुन्छ नि त।
आउँछन्, साइकोलोजीको मुभी हेरेर जान्छन्, पपकर्न खान्छन्, चिया खान्छन्, फर्किन्छ। अनि ग्रुपमा पनि आए, कमसेकम त्यो नलेज लिएर गए भन्ने कन्सेप्टले हामीले त्यसलाई डिजाइन गरेका छौँ। त्यस्तै यो सिन्धुलीको फोटो हो, यो चाहिँ माझी बस्तीमा चाहिँ हामीले कार्यक्रम गर्दाको हो। यो सिएमसी सिविन नेपालका यी दुईजना महिलाहरू हुन्, यही काउन्सिलिङ ट्रेनिङ लिने। यो चाहिँ उता मिनी ग्रेट वाल अफ नेपाल सैलुङको पाटो भयो। माथि हामीले क्रिकेट खेलेका थियौँ। नवरत्न स्कुल भन्ने यतापट्टि चाहिँ यो तलको चाहिँ विनोद सर र म भएको यो फोटो चाहिँ सिमीमा भएको नवरत्न स्कुलको हो। यो अब यो माथि हाम्रो डाक्टर उत्कर्षले राख्नु भएको तालिमको भइहाल्यो। यी फोटाहरू चाहिँ छन्, रोल प्लेहरू गरिरहेको हाम्रा यी साथीहरू भए। 2026देखि हाम्रो ज्योति म्याम पनि हामीसँग थपिनु भएको छ। यो हलचोक माध्यमिक विद्यालय भनेर चाहिँ भर्खरकै पनि स्कुलका कार्यक्रमहरू पनि यिनीहरू। यो चाहिँ त्यो परको चाहिँ कोभिडको बेलामा हामीले चाहिँ उहाँ धम्पुस भन्ने ठाउँमा लगाएको थियौँ। बाहिरै राखेर शिक्षकहरूलाई त्यो तालिम दिनु परेको थियो। कोभिड छ, हामीलाई त सर्छ भन्नुभयो। अनि त्यसपछि छुट्टै बस्नुहोस्, हामी यहाँबाट चाहिँ दिन्छौँ भनेर त्यहाँ राखिएको थियो। यो पाटो भयो। यो चाहिँ अब अहिले फिलहाल भइरहेको कार्यक्रमहरू नै हुन् यिनीहरू चाहिँ। यो इन्टरनेसनल ट्रेनिङको ट्रमा ट्रेनिङमा हाम्रो 22 कति अलमोस्ट 33-34जनाले चाहिँ सहभागी लिनुभएको थियो यो पाटोमा। यस्तै कार्यक्रमहरू हामी गर्दै कफी विथ काउन्सिलर, यो चाहिँ कफी विथ काउन्सिलरकै भयो। स्कुलको कार्यक्रमहरू भयो यिनीहरू पनि। अनि यस्तो चल्दै यो त मेरो आयो। यो चाहिँ यही संस्थालाई रिप्रेजेन्ट गर्दै म जापान पनि यही संस्थाकै उसबाट गएको थिएँ। त्यसपछि अस्ट्रेलिया गइयो यही कन्फरेन्स अटेन्ड गर्नको लागि। यो त जर्नी थियो, जस्ट मैले एउटा ग्लिम्सेसहरू देखाएँ यसको फोटोहरू। बट यो यहाँ पुग्नको लागि चाहिँ हामीले धेरै ठुलो यो के भन्छ दुःख सङ्घर्ष गरेका छौँ। तर यो दुःख सङ्घर्षमा म एक्लै छैन, मसँग टिम छ। जुन टिमलाई मैले नेतृत्व गर्न पाउँदा आई फिल भेरी प्राउड टु लिड यु गाइज, होइन। अनि किन भन्दा मेरो एउटै उद्देश्य छ, काम गर्नुपर्छ बस। नो इफ नो बट, काम चाहियो। तपाईँ कसरी गर्नुहुन्छ त्यो इट्स अप टु यु। गर्न सक्नुहुन्न भने चाहिँ छोड्दा बेटर। सिधा मैले फर्स्ट डेमै भन्छु सबैलाई। र मैले यो काम सुरु गर्दा पनि यसै गरी भनेको, सर काम हामी गर्छौँ, म गर्छु, मलाई गाइडेन्स चाहिन्छ, मलाई हेरिदिने, काम गर्दा मोनिटर गरिदिनु पऱ्यो हजुरहरूले, काम चाहिँ म गर्छु। यही कुरा म सधैँ मेरो लाइफमा रन गरिरहेको छु जस्तो लाग्छ। जस्ट वर्क, बिना काम केही छैन। काम गर्नु पऱ्यो, कसरी गर्नुहुन्छ अनि गरि पनि रहनु भएको छ। त्यो नगरिकन हामी अहिले यहाँ हुने नै थिएनौँ, सम्भावनै थिएन। त्यो काम गरिरहनु भएको हुनाले तपाईँहरू सम्पूर्णलाई फेरि धन्यवाद। र अब यो के भन्ने 9th इयरको चाहिँ यो के भन्छ सेलिब्रेसन र रिट्रिट, लेट्स सेलिब्रेट टुगेदर। धन्यवाद। धेरै धेरै धन्यवाद नवीन सरलाई। र अब चाहिँ आजका हाम्रो आदरणीय अतिथि श्री खेमराज भट्टज्यूलाई, उहाँलाई आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सो मलाई खुसी लागेको छ पिक्स नेपालले 9 वर्ष पुरा गरे, होइन। त्यो भनेको चाहिँ धेरै ठुलो एउटा एचिभमेन्ट हो। किनभने अब संस्था हामीले पनि खोलेका थियौँ। हामी पनि भर्खर नवीन सरले भनेको चाहिँ अब पढ्दै गर्नुभयो। हामीले अब पास आउट भएपछि मलाई लाग्छ 2063-64तिर चाहिँ हामीले एउटा साइकोसोसियल मल्टी सर्भिसेस भनेर एउटा एनजिओ चाहिँ खोलेका थियौँ। र त्यो बेला चाहिँ हामीलाई पनि धेरै जोस थियो। हाम्रो टिम पनि एकदमै राम्रो थियो। अहिले हाम्रो लगभग सबै मान्छेहरू राम्रै प्रोफाइलमा हुनुहुन्छ आफ्नो टिममा। अनि हामीले त्यो बेलामा नवीन सरले भने जस्तो प्राइमरली प्रिभेन्टिभ कामहरू, मेन्टल हेल्थ अवेरनेसको कामहरू, होइन। अनि त्यसपछि केही तालिमहरू दिने काम गरेको थियो। र एकदमै हामीले चलाएको भनेको चाहिँ केही इस्युहरू पत्रिका पनि चलाएको थियौँ। मनोविज्ञानको त्यतिखेरको चाहिँ पहिलो पत्रिका थियो हाम्रो, महिना दिनमा भन्थ्यो, तर अब कहिले 2 महिना, होइन। त्यो किनभने हामी त्यस्तो हुँदै गयो। र त्यो सर्टेन समयपछि अहिलेसम्म पनि, अस्ति पनि हाम्रो लगभग 4-5 महिना अगाडि भेट पनि भएको थियो टिमको। तर अब के हुन्छ भन्दा
सबको मनमा अहिले पनि छ होइन। अनि जस्तो अब अस्ति हामी लगभग अहिलेभन्दा 2-3 वर्ष अगाडिदेखि रेगुलरली टाइममा होइन त्यो कम्पनी रजिस्ट्रार कार्यालयले चाहिँ संस्था खारिज गर्दाखेरि छुट भनेर निकाल्दो रहेछ। अनि त्यो मेसेज आएपछि हामी मिटिङ बस्छौँ। अनि के गर्ने भनेर मैले यसरी नै सोध्छु होइन। अनि त्यसपछि साथीले होइन संस्था त बन्द गर्न हुन्न भन्छ नि। लगभग 4-5 वर्ष भइसक्यो। मैले भन्दा खोजेको कुरो के हो भन्दा संस्था सुरु गर्नु चाहिँ त्यो त्यति गाह्रो काम होइन। र सुरुको पिरियडमा संस्थालाई सजिलो पनि हुन्छ किनभने नयाँ हुन्छ, सबैले माया दिन्छन्। जस्तो हामीले पत्रिका चलाउँदाखेरि पनि हाम्रो थोरै इस्यु भयो भने हामीले विज्ञापनहरू कलेक्सन गर्न यो कुराहरूमा गाह्रो हुन्थेन होइन। तर के हुन्छ नि त्यसको कन्टिन्युएसन दिनलाई चाहिँ वास्तवमा एकदमै गाह्रो काम हो। त्यो पनि के छ भन्दा उहाँहरूको जुन संस्था छ फिक्स नेपाल होइन, त्यो संस्था त अब कोभिड-19 का इस्युहरूदेखि लिएर होइन त्यतिखेर त कति संस्थाहरू कति राम्रा संस्थाहरू बन्द भयो। त्यो पनि मेन्टेनेन्स 9 वर्ष मेन्टेनेन्स हुनु पक्कै पनि एकदमै गाह्रो काम हो। र अब यो पिरियड भनेको एक किसिमले हेऱ्यो भने के छ भन्दा त्यो अप्स एन्ड डाउन्सबाट एक खालको स्टेबिलिटी र ग्रोथको फेजमा जाने बेला पनि हो। र सर्भिस रिलेटेड अर्गनाइजेसनलाई त्यसै पनि गाह्रो छ किनभने अरू बिजनेसहरू यिनीहरूको चाहिँ अलिक सजिलो छ। यसमा चाहिँ अघि नवीन सरले पनि भन्नुभयो होइन कि मान्छेहरू चाहिँ एक त यो फिल नै मानसिक स्वास्थ्य त्यो शब्द नै सुन्ने बित्तिकै मान्छेहरूलाई गाह्रो हुन्छ होइन। त्यसबाहेक हाम्रोमा चाहिँ अवेरनेस पनि एकदमै कम। अनि अवेरनेस भए पनि अब त्यो मिसइन्फर्मेसनहरू चाहिँ अलिक बढी हुने हुनाले त्यो चाहिँ जुन 9 वर्षसम्म चाहिँ संस्थालाई सस्टेन गर्नु र अब अहिले हेर्दाखेरि एउटा ठुलो टिम बनेको छ होइन। त्यो पनि आफैमा ठुलो कुरो हो किन भन्दा होइन सबै मान्छेलाई चाहिँ रोजगारी दिनु र यो फिल्डमा चाहिँ काम गर्ने मान्छेहरू चाहिँ बढाउँदै लग्नु, इभन संस्थाको मेम्बर पनि बढ्नु भएको रहेछ। त्यो चाहिँ साह्रै खुसी लाग्यो मलाई। र मैले के आशा गर्छु भने अहिले जसरी गइरहेको छ जस्तो विभिन्न 3वटा त अहिले ब्रान्चहरू चलिरहेको छ होइन। अनि त्यो बाहेक चाहिँ अब त्यो किसिमले प्रिभेन्टिभ कामहरू पनि होइन कभी काउन्सिलरदेखि लिएर मेन्टल हेल्थ अवेरनेसका कामहरू भनेको प्रिभेन्सनको लेभलमा पनि काम भइरहेको छ। त्यो बाहेक सर्भिस पनि इन्टिग्रेटेड छ भन्नुभयो होइन। साइकिट्रिस्ट पनि अब साइकोलोजिस्टहरू पनि काउन्सिलरहरू पनि त्यो काम गर्दाखेरि पक्कै पनि त्यो कोलाबोरेटिभ अप्रोचबाट क्लाइन्टलाई पनि बेनिफिट हुन्छ। र यो जुन स्ट्रगल त पक्कै पनि भयो होला किनभने अलिअलि स्ट्रगल उहाँहरूले सुनाउनु भयो। तर त्यो बेलामा चाहिँ फाइनेन्सियलदेखि लिएर होइन फ्यामिली रिलेटेड कुरोहरू भोलि अब बिहाकै कुरो आउँदाखेरि पनि के गर्छ भन्दाखेरि होइन के हो भन्ने हुन्छ होइन। तर ती डिफ्रेन्ट इस्युजहरू चाहिँ उहाँहरूले भोग्नु भयो होला। त्यो गर्दै पनि अब यत्रो ठुलो टिम बनाउनु भएको छ होइन। मलाई चाहिँ साह्रै खुसी लाग्यो। र अब नवीन सर धेरै कुराहरू भनिसक्नु भएको छ, मैले धेरै भन्नुपर्ने छैन। यो संस्था चाहिँ अझै ग्रो होस् होइन। जस्तो अब हामीले 3 ठाउँमा शाखाहरू देखेका छौँ, त्यो बाहेक होइन अरू ठाउँहरूमा पनि शाखा होस्। र यो टिम चाहिँ आज हामीले अगाडिको 2टा रोहरू हामी बाहेक होइन 2टा रो मात्रै भरिएको देखेका छौँ। अब मेबी अर्को वर्ष आउँदाखेरि कमसेकम 2-3टा रोहरू चाहिँ हाम्रो यहीँको होइन कर्मचारी ट्रेनर साथीहरू र इभन होइन मेम्बरहरू चाहिँ थपिँदै गएको देख्न पाऊँ। र जुन 9 वर्षको स्ट्रगल छ अबको त्यसको आउटपुट चाहिँ भनौँ न 10 वर्ष 11 वर्षमा चाहिँ राम्रोसँग आउट गर्ने कामना गर्छु। र यति भन्दै फेरि पनि राम्रो होस् होइन भन्दै मैले केही शब्द यही टुङ्ग्याएको छ। थ्याङ्क यू। सो धेरै धेरै धन्यवाद हाम्रो खेमराज सर छोटो र मिठो मन्तव्यको लागि। र अब भने यसै गरी आजको हाम्रो आदरणीय अतिथि डाक्टर मधु गिरी सर उहाँलाई पनि आफ्नो एउटा शुभकामना मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यस संस्थाका सिइओ अथवा चेयरपर्सन यस कार्यक्रमका चेयरपर्सन नवीनजी अनि यो काउन्सिलिङ साइकोलोजी विभाग त्रिभुवन युनिभर्सिटीका कोअर्डिनेटर सन्देश सर, साइकोलोजी विभागका पूर्व प्रमुख खेमराज सर, कविता म्याडम, युवराजजी, अरू यो पिआइसिएससँग जोडिनुभएका सम्पूर्ण साथीहरू, यो संस्था पिआइसिएस 9 वर्ष भएको यसको जन्मोत्सवको
उपलक्ष्यमा यस्तो खालको कार्यक्रम गरेर मैले पनि यो खालको सहभागिता जनाउन पाएकोमा यो नवीनजी लगायत सम्पूर्ण टिमलाई धन्यवाद। र यो संस्था 9 वर्षसम्म यसरी ग्रो गरेर आएको र यसको उत्तरोत्तर प्रगतिको लागि र योभन्दा अगाडि अझै राम्रो गरी र अझै बृहत रूपमा ग्रो गर्नको लागि शुभकामना। त्यो बाहेक यो अघि नवीनजीले यसको इतिहास बताउँदाखेरि चाहिँ कुरा गरिराख्नु भएको थियो र यो संस्था इन्टिग्रेटेड रूपमा कसरी अगाडि लाने भनेर सोच्नु भएको थियो र उहाँसँग सुरुवातदेखि नै केही कुराहरूमा मैले पनि सल्लाह सुझावहरू दिने मौका पाएँ र यसरी जानुस् भन्ने केही कुराहरूमा यो अहिले मेन्टल हेल्थको कुरा चाहिँ झन् बढी आवश्यक किन भएर गइरहेछ भने चाहिँ हाम्रो सामाजिक संरचनाहरू, पारिवारिक संरचनाहरू र आर्थिक संरचनाहरू निकै फेरिएर गएको छ। त्यो पारिवारिक सामाजिक संरचनाहरूमा जस्तो अहिले WHO ले भन्दाखेरि स्वास्थ्यको कुरा गर्दा त फिजिकल हेल्थ, मेन्टल हेल्थ, सोसल हेल्थ पनि भन्छ हैन। यो मेन्टल हेल्थको इस्यु चाहिँ अलि पहिले हाम्रो समाजमा बढी धामी झाँक्रीसँग सम्बन्धित भएर जाने थियो र पछिल्लो चरणमा त्यसलाई रिप्लेस गर्ने कुराहरू चाहिँ मेन्टल हेल्थको प्रोडक्टहरू चाहिँ आइरहेछ, बजारमा जति आइरहेछ त्यो अझै अपुग्छ र यो सहर केन्द्रित मात्रै छ। यसको चाहिँ ग्रामीण भेगमा गएर हेर्दाखेरि चाहिँ अघि नवीनजीले भन्दै हुनुहुन्थ्यो ग्रामीण क्षेत्रहरूमा चाहिँ अहिले पनि मान्छेहरू मेन्टल हेल्थको इस्युलाई चाहिँ बुझ्न डाक्टरले बुझिरहेको छैन, फिजिसियनहरूले बुझिरहेको छैन अनि धामी झाँक्रीका जानुपर्ने अवस्था छ र त्यसको जुन खालको प्रोडक्ट अहिले उहाँहरूले निकालिराख्नु भएको छ अथवा ट्रेन गरिराख्नु भएको छ 2-3 हिसाबले, एउटा आफै काउन्सिलिङ गरेर त्यसको ट्रिटमेन्टको लेभलमा, एक लेभलमा रिकभरीको लेभलमा लैराख्नु भएको छ भने चाहिँ अर्को त्यो मेन्टल हेल्थ रिकभरीमा जानको लागि मान्छेहरूलाई ट्रेनिङ, जसले चाहिँ सोसाइटीमा समाजमा गएर मेन्टल हेल्थमा चाहिँ काम गरोस् भनेर प्रोडक्टहरू निकालिराख्नु भएको छ। त्यो चाहिँ साह्रै सराहनीय काम भनेर लाग्छ मलाई। त्यसले गर्दाखेरि चाहिँ उहाँले मैले केही मान्छेहरू मेरो मसँग सम्बन्धित भएर आउने साथीहरूलाई चाहिँ यो तपाईँको समस्या चाहिँ मेन्टल हेल्थको समस्या हो अथवा मेरो छोराले यसो गर्छ, छोरीले यसो गर्छ भनेपछि यो मेन्टल हेल्थको समस्या हो भनेर मैले रिफर पनि गर्ने गरेको थिएँ र त्यो उहाँहरूको फिडब्याक चाहिँ मैले पाएको फिडब्याकमा चाहिँ रिकभर भएको र एकजना मेरो साथी, मसँगै पढेको साथी, छोराले आज पनि मलाई अमेरिका जान्छु, भोलि पनि अमेरिका जान्छु, नत्र तँलाई मार्छु भन्ने खालको त्यो खालको दैनिक टर्चर गरिसकेपछि मैले रिफर गरेको थिएँ उहाँलाई। उहाँकोमा आएछ पनि र ऊ चाहिँ एकदमै त्यसपछि पोलाइट भएर एकदम नम्र भएर नेपालमै बसेर पढेर उसले अहिले पनि मसँग केही कम्युनिकेटहरू गरिराखेको हुन्छ। एकदमै राम्रो। मैले चाहिँ जे शिक्षा त्यहाँबाट जे खालको ट्रेनिङ पाएँ, जे खालको लेसन पाएँ, त्यसले गर्दाखेरि मलाई परिवारसँग नजिक बनाएछ र आफन्तहरूसँग नजिक बनाएछ र नेपालमा यहीँ बसेर पनि केही गर्न सकिन्छ भनेर बनाएछ। मैले आफ्नो समाज, परिवार, बाबा मम्मीलाई हेर्ने दृष्टिकोणै परिवर्तन भयो भनेर भन्छ हैन उसले। त्यो बाहेक अरू थुप्रैजना टिचरहरू पनि, विश्वविद्यालयका टिचरहरू पनि मैले रिफर गरेको थिएँ। सायद नवीनजीले कन्सल्टेसन गर्नुभयो होला भन्ने लाग्छ मलाई र उहाँहरूको फिडब्याक पनि राम्रो, पोजिटिभ छ। यो हिसाबले गर्दाखेरि चाहिँ यो संस्था जन्माउन जति सजिलो छ त्यसलाई सस्टेन गर्न, अघि भट्ट सरले पनि भन्नुभयो, त्यसलाई सस्टेन गर्न र त्यसलाई दीर्घकालीन रूपमा अगाडि बढाउन धेरै गाह्रो छ। त्यो गाह्रोको बिचमा उहाँहरूले भोगेका केही समस्याहरू मैले पनि नजिकबाट हेर्ने मौका पाएको थिएँ। ठाउँहरू सर्नु भएको थियो, कुनै बेला भाडा तिर्न नसकेर फ्ल्याटमा हैन त्यो ठाउँ सरेर अर्को ठाउँमा भाडा तिर्न गाह्रो भयो, हामीलाई एकदमै स्ट्रगल भयो भन्ने कुराहरू चाहिँ सुनाउनुहुन्थ्यो। त्यो भएको हुनाले जुन अहिलेको लेभलसम्म आइपुग्नु भएको छ र यस्तै गरी योभन्दा बृहत रूपमा जुन तरिकाले उहाँले इन्टिग्रेटेड फर्ममा लान खोज्नु भएको छ, काउन्सिलिङ र तालिम अनि त्यो बाहेक चाहिँ आउटरिचहरू, सोसाइटीमा आउटरिच, यसको ब्रान्चहरू खोल्ने कामहरू भइरहेछ हो। यसले यो संस्थाको दीर्घकालीन भविष्य छ भन्ने देखिन्छ। त्यो एउटा त संस्थाको आफ्नो क्रियाकलापको कारणले, दोस्रो चाहिँ हाम्रो समाजमा भएको परिवर्तनको कारणले। अहिले अघि सरहरूले पनि भन्दै हुनुहुन्थ्यो, धेरै मान्छेले आफूमा भएको समस्या चाहिँ यो के हो भन्ने नै थाहा नपाउने अवस्था हुँदो रहेछ। यो म चाहिँ
कहाँ गएर उपचार हुन्छ यसको भन्ने नै थाहा नपाउने अवस्था हुन्छ। किनभने यो परिवार हाम्रो अहिले समाज चाहिँ कस्तो गइरहेछ भने चाहिँ कम्युनिकेसनका साधनहरू चाहिँ एकदम धेरै उत्पादन भएको छ, तर फेस टु फेस कम्युनिकेसन परिवारभित्र हुन छोडेको छ है। परिवारभित्र छोराछोरी बुवा आमा अथवा हस्बेन्ड वाइफको चाहिँ टेक्स्ट म्यासेजबाट कुराकानी भइरहेछ होइन। खाना आइज भनेर अथवा खाना पाक्यो भनेर म्यासेज गरिरहेछ, अनि खाना आइरहेछ, खाना बसे पनि सबैले आफ्नो आफ्नो ग्याजेट हेरेर बसिरहेछ, कुराकानी छैन। हो त्यसले सेयरिङको त्यो प्लेटफर्महरू चाहिँ एकदमै साँगुरिएर गइरहेछ। हो त्यही कारणले पनि यस्तो खालको सेयरिङ गर्ने प्लेटफर्म चाहिँ जुन नवीनले अघि काउन्सिलिङ विथ के अरे कफी अथवा आक्स एनी क्वेसन टु यर काउन्सिलर भन्ने टाइपको जुन प्लेटफर्महरू दिनुभएको छ, त्यसले चाहिँ मान्छेले कम्तीमा आफूमा भएको केही क्वेसन्सहरू क्युरियोसिटीहरू चाहिँ सेयर गर्नको लागि चाहिँ यस्तो खालको प्लेटफर्म खोज्छ होला भन्ने लाग्छ। र अहिलेको झन् युथहरूमा चाहिँ जुन खालको सोसियलाइजेसन छ एकदमै ग्याप भएको सोसियलाइजेसन छ। यो मेन्टल हेल्थको इस्यु चाहिँ समाजको संरचना, पारिवारिक संरचना, यो जात जातिको सांस्कृतिक परिवेशले फरक प्रकारको समुदाय, फरक प्रकारको सामाजिक संरचनामा धेरै या थोरै हुने गर्दो रहेछ होइन। कुनै समाजले त्यो हिलिङ मेकानिजम आफै निर्माण गर्छ, कुनैमा त्यो हिलिङ मेकानिजम नभएको। अहिले हामी चाहिँ यो लिबरल सोसाइटीमा गइरहेछौँ, तर हामीसँग त्यो लिबरल सोसाइटीमा मेन्टल हेल्थको कुरालाई कसरी रिलिज गर्ने, सेयर गर्ने भन्ने मेकानिजम एप्रोप्रिएटली खडा भइसकेका छैन। हो त्यही कारणले पनि यस्तो संस्था चाहिँ ग्रो गर्छ र यसको भविष्य छ र यो निकै अगाडिसम्म पुग्छ भन्ने चाहिँ मलाई लाग्छ। यति कुरा भन्दै यो संस्थाको उत्तरोत्तर प्रगतिको कामना सहित मेरो कुरा यहीँ टुङ्ग्याउँछु। हस्, धन्यवाद। धेरै धेरै धन्यवाद मधुगिरी सरलाई। र अब भने आजको हाम्रो आदरणीय अतिथि डाक्टर कविता खाती म्यामलाई पनि आफ्नो शुभकामना मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु। आज मलाई एकदमै धेरै खुसी लागिरहेछ। यस अर्थमा यो सुकुटे बिचको बगरमा आएर होइन 9 वर्ष पुगेछ पिक्स नेपाल, यसको चाहिँ हामी एनिभर्सरी सेलिब्रेट गरिरहेका छौँ। सर्वप्रथम त मैले एकदम धेरै धेरै धन्यवाद होइन, यहाँहरूले मलाई सम्झिनु भयो र यहाँ सहभागी हुने, सेलिब्रेट गर्ने, सँगसँगै सेयर गर्ने जुन मैले मौका पाएँ त्यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। 9 वर्ष भनेको सानो अवधि होइन है। जसरी अघि नवीन सरले भनौँ न आफ्नो जुन यात्रा अप्स एन्ड डाउन है, विभिन्न स्ट्रगलको जुन चाहिँ देखाउनु भयो, त्यो हेरेर साँच्चै नै मलाई एकदमै खुसी लाग्यो। किन भन्दाखेरि संस्था भनौँ न, संस्था अब दुइटै संस्था, यहाँ अघि उहाँ खेम सरले पनि कुरा गर्नुभयो होइन, हामीले पनि संस्था खोलेका थियौँ र के गरिरहेका छौँ र के गर्छौँ र उहाँले पनि भन्नुभयो है। अब यसमा वास्तवमा भन्यो भन्दाखेरि के हुन्छ भन्दाखेरि संस्था खोल्दाखेरि अब खोलिन्छ 7, 8, 9, 10जना मिलेर खोलिन्छ होइन। तर वास्तवमा त्यहाँ लिडरसिपको एकदम ठुलो रोल हुन्छ है होइन। गर्ने काम गर्ने त 2-3 जना मात्रै हुन्छ। सायद पिक्समा पनि त्यस्तै भएको होला जस्तो मलाई लाग्छ। निरन्तर उहाँ 2 जनालाई होइन मैले देखिरहेको छु विभिन्न कार्यक्रमहरू। म जस एकदम डाइरेक्ट रूपमा भनौँ इन्भल्भ नभए तापनि उहाँहरूको त्यो अडिट चाहिँ म गरिरहेको हुन्छु है, सोसल अडिट चाहिँ म गरिरहेको हुन्छु है। त्यस कारणले गर्दाखेरि आइएम सो ह्याप्पी है, एकदम खुसी छु। र मलाई लाग्छ कि आगामी दिनमा यस संस्थाले जुन यसको अब्जेक्टिभ्सहरू छ होइन, त्यो अब्जेक्टिभ्सहरू चाहिँ पूर्ण रूपमा पुरा गर्नेछ र नेपालमा जुन रूपले चाहिँ भनौँ न यो फिल्डमा सेवा चाहिएको छ होइन, त्यसलाई अझ विस्तार देशभरि अझ विस्तार गर्नेछ भन्ने मैले चाहिँ आशा राखेको छु। त्यसको लागि चाहिँ म उहाँहरूलाई शुभकामना पनि दिन्छु है, र गरेका कामहरूलाई चाहिँ म बधाई पनि भन्न चाहन्छु। एउटा कुरा के छ भन्दाखेरि मानसिक स्वास्थ्यको कुरा गर्दै गर्दाखेरि
होइन हामी कहाँ मात्रै होइन समाजको बारेमा अघि कुरा गर्नुभयो सरले है चाहे भान्सा होस् अथवा विभिन्न युद्धका कुरा होस् बजेट भनौँ न यसमा बजेटहरूका कुरा भए है अब विभिन्न युद्धहरूका कुरा भइरहेछन् अब जाने कुराहरू भइरहेछन् सबैभन्दा बढी एफेक्ट चाहिँ कसलाई हुन्छ भन्दाखेरि बच्चा र महिलाहरूलाई हुन्छ होइन अब त्यो कुरालाई वास्तवमा भन्नु भनेदेखि अझ बढी चाहिँ मतलब संस्थाले होइन आफ्नो टार्गेटमा होइन जस्तो गरिरहेको छ बालबालिकाहरू सम्बन्धी महिलाहरूको मानसिक स्वास्थ्य बालबालिकाहरूको मानसिक स्वास्थ्यलाई लिएर विभिन्न स्कुलको प्रोग्रामहरू अरू प्रोग्रामहरू पनि चलाइरहेको देख्छु तर अझै त्यसलाई फोकस गर्नुपर्छ जस्तो लाग्छ किन भन्दाखेरि सामाजिक संरचनाको अघि सरले कुरा गर्नुभयो यति धेरै स्टिग्माहरू छन् जसले गर्दाखेरि महिला र बालबालिकाहरू चाहिँ भिक्टिमाइज भइरहेका छन् होइन हाम्रो फोकस चाहिँ त्यसमा पनि हुनुपर्छ जस्तो मलाई लाग्छ अर्को मलाई लाग्छ एडभोकेसीमा पनि काम गरिराख्नु भएको छ होला है यो फिल्डमा साइकोलोजीमा वास्तवमा भन्ने हो भन्दाखेरि त्यो एडभोकेसी त नपुगेकै हो जस्तो लाग्छ होइन भनौँ न अरू एरियामा अब कति भनौँ न यो बिचमा आफ्टर डेमोक्रेसी कति अगाडि बढेको देखाएको छु तर यो फिल्डमा चाहिँ त्यो चाहिँ एकदम ल्याक छ है अब खोइ आगामी दिनमा जुन यसको बहाव म हेरिरहेको छु यो फिल्डको है समस्या पनि उत्तिकै छन् होइन त्यो समस्या अनुसार जुन अब जस्तो भनौँ न यो इन्स्टिच्युटहरूले जुन सप्लाई गर्नुपर्ने हो ह्युमन रिसोर्सहरू होइन अब मलाई लागिरहेको छ कि 4-5वटा त अहिले जुन युनिभर्सिटीहरू खुलेका छन् सबले साइकोलोजीहरू चाहिँ यहाँ खोल्दैछन् रे भनेर पनि हल्ला आइरहेको छ होइन र त्यो कता कता त्यो ग्याप चाहिँ र नमिलेको जस्तो लाग्छ है अहिले अब जस्तो सेन्ट्रल डिपार्टमेन्टमा काम गर्ने हाम्रो सरहरू हुनुहुन्छ अब उता काउन्सिलिङमा हाम्रो चाहिँ र सन्देश सरहरू हुनुहुन्छ उता त्रिभुवन युनिभर्सिटीमा त सरहरू हुनुहुन्छ त्यो ग्यापलाई कसरी मिलाउने हो यो भनौँ न विभिन्न अब जस्तो इन्स्टिट्युटहरू भयो यस्ता खालका गभर्मेन्ट अथवा नन गभर्मेन्ट जुन संस्थाहरू छन् यो ग्यापमा अलिकति चाहिँ काम गर्नुपर्छ कि जस्तो मलाई लाग्छ है होइन जुन रूपले एउटा चाहिँ बहाव छ साइकोलोजी मेन्टल हेल्थ बाहेक अरू फिल्डहरू पनि साइकोलोजीका है आखिर त अब सबै हामी त यही फिल्डमा हौँ र यो ग्यापलाई तपाईँहरूले कसरी हेर्नु भएको छ मैले त यही भने यहाँ हाम्रो काउन्सिलिङ उसको पनि यहाँ कोअर्डिनेटर हुनुहुन्छ यतातिर हाम्रो के अरे खेम सर पनि हुनुहुन्छ र अब आगामी दिनमा आउनेहरू यहाँ अब नवीन सर युवराज सरहरू होइन मधु सर सबैजना हुनुहुन्छ सबैले चाहिँ यसमा चाहिँ ध्यान दिनुपर्छ जस्तो मलाई लाग्छ यसलाई कसरी फुलफिल गर्ने हो होइन यो जुन एउटा भाव छ नि यसलाई कसरी चाहिँ म्यानेज गर्ने हो है नत्र भनेदेखि अब फेरि उही सोसियोलोजीको पारा हुन्छ जस्तो लाग्छ मलाई होइन यसको इफेक्ट चाहिँ के हुन्छ भन्दाखेरि अब यस्तो संस्थाहरूलाई पनि पर्छ होइन जुन चाहिँ भनौँ न विभिन्न नन गभर्मेन्ट हिसाबमा चाहिँ जुन संस्थाहरू खोलिरहेका छन् आफ्नो जुन पर्सनल जुन कम्पनीमा चाहिँ भएका संस्थाहरूलाई पनि असर पर्छ जस्तो मलाई लाग्छ है मैले उहाँहरू भएको हुनाले यो कुराहरू मैले राखेँ यहाँनिर है र अब जस्तो यहाँ इन्टर्न गरिराख्नु भएको छ उहाँहरूलाई पनि यो एउटा चाहिँ एकदम ठुलो प्रेरणा पनि हो है होइन जस्तो भनौँ न पढ्न त सबैले पढ्छन् होइन कोही अब उहाँ बिचराले अघि सुनाउनु भयो है के गर्छस् भन्नुहुन्छ घरमा है होइन अब थोरैले के हुन्छ भन्दाखेरि आफैले चाहिँ संस्था खोलेर होइन सेवा दिनु होइन त्यो चाहिँ एकदम थोरै हुन्छन् त्यसमा चाहिँ उहाँले उदाहरणीय काम गर्नुभएको छ थ्याङ्क यू सो मच है यो लिडरसिपलाई जे होस् यो लिडरसिपबाट तपाईँहरूले पनि सिक्नुपर्छ जस्तो मलाई चाहिँ लाग्छ होइन यति भन्दै मैले चाहिँ र भनौँ न अब जुन अब मैले हेरेँ यहाँ धेरै कुराहरू चाहिँ गरिरहेछ गर्दैछ आगामी दिनमा अझ गर्नेछ होइन अब विभिन्न अब युनिभर्सिटीहरूसँग चाहिँ कोअर्डिनेट गरेर जसरी चाहिँ आफ्नो सेवा
विस्तार गरिरहेको छ पिक्स नेपालले। त्यो एकदम सराहनीय काम छ। आगामी दिनमा अझ यसको चाहिँ एरिया चाहिँ फराकिलो होस् है। नेपाली महिला बालबालिका युवा होइन सबैले चाहिँ र यसको भनौँ न सेवा पाउन् है भन्दै आज चाहिँ 9औं एनिभर्सरीको सेलिब्रेसनको उपलक्ष्यमा धेरै धेरै शुभकामना है, साथै बधाई है र धन्यवाद पनि है। थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद। धेरै धेरै धन्यवाद हाम्रो कविता खाती म्यामलाई। र अब भने आजको यस 9th एनिभर्सरी पिक्स नेपालको यस विशेष समारोहमा प्रमुख अतिथि आदरणीय डाक्टर सन्देश ढकालज्यूलाई पनि आफ्नो प्रेरणादायी शुभकामना तथा मार्गदर्शनका शब्दहरू राखिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद उर्वशकज्यू। यस कार्यक्रमको सभापतित्व गरिराख्नु भएको पिक्स नेपालका एक्जिक्युटिभ डाइरेक्टरज्यू, त्यस्तै अतिथि भाषण ग्रहण गरिराख्नु भएको कविता म्याम, छिम सर, मधु सर, युवराज सर, आजको यस अवसरको लागि म सबैलाई धन्यवाद दिन चाहन्छु। अब खासमा यो जहाँसम्म काउन्सिलिङ सर्भिसको कुरा अनि काउन्सिलिङ सर्भिस प्रोभाइड गर्ने व्यक्तिहरू र संस्थाहरूको कुराहरू आउँछन् होइन। हामीलाई अब पढ्ने बेलातिरको याद आउँछ कि अब हामी पढ्दाखेरि काउन्सिलिङको खासै चलन थिएन। हामी क्लिनिकल साइकोलोजी पढ्नुपर्छ भन्थ्यौँ। अनि त्यो पनि कस्तो थियो भनेदेखि हामीले पढ्ने कोर्स र अनि मेन्टल हेल्थको त्यति बेलाको जुन कन्टेम्पोरेरी ट्रेन्ड चाहिँ धेरै झन्डै हामी 15-20 वर्ष पछाडिकै कुराहरू पढ्दो रहेछौँ, पछि थाहा भयो होइन। त्यसरी अपडेट भएको थिएन हामीले पढ्ने कुरा र संसारमा चलेको चलनमा त्यत्रो ग्याप थियो। अब तपाईँहरूले अनुमान गर्न सक्नुहुन्छ अब त्यो कोर्स पढेर फिल्डमा गएर कसले के काम गर्न सक्थ्यो होला होइन। अनि अब पढिसकेपछि के गर्ने भन्दाखेरि त्यस्तै अब पाइएछ भनेदेखि युनिभर्सिटीमा पाइयो भने युनिभर्सिटीमा टिचिङ गर्ने, त्यो भएन भनेदेखि अब गाउँतिर फर्केर स्कुलतिर टिचिङ गर्ने होला पढिसकेपछि भन्ने खालको थियो हामीले पढ्ने बेलासम्म। तर बिस्तारै बिस्तारै अब कस्तो छ सुन्दाखेरि त्यति रमाइलो सुनिँदैन, तर हाम्रो स्कोप चाहिँ क्राइसिस बढ्दै गएपछि हाम्रो स्कोप बढ्दै जान्छ है। किन क्राइसिस बढेपछि मेन्टल हेल्थ इस्युहरू आउँछन्। मेन्टल हेल्थ इस्यु आएपछि अनिखेरि मेन्टल हेल्थ प्रोफेसनलहरूको पनि डिमान्ड स्कोप चाहिँ बढ्छ। अब द्वन्द्वको कुरा थियो त्यो बेलामा, द्वन्द्व बढ्दै गयो अनि द्वन्द्वको कारणले द्वन्द्व प्रभावित मान्छेहरूमा मानसिक समस्याको कुराहरू आए। अनि उनीहरूलाई सहयोग गर्नलाई भनेर चाहिँ केही अब यो विदेशी दात्री निकायहरूले सहयोगको कार्यक्रमहरू सुरु गरे। र अब बाहिरबाट यहाँ ल्याइएको त्यस्तो खालको सहयोगको कार्यक्रमहरूमा चाहिँ मेन्टल हेल्थ इस्युहरू पनि हुन्छन् है। त्यस्तो मान्छेहरूको चाहिँ उनीहरूको मेन्टल हेल्थ इस्युलाई पनि एड्रेस गर्नुपर्छ भन्ने खालको चाहिँ कार्यक्रममा इन्टिग्रेटेड प्याकेजहरू पनि आउन थाले। जस्तो यो भुटानी शरणार्थी अनि यतापट्टि हाम्रो द्वन्द्व पीडित, जहाँसम्म मलाई थाहा छ यसरी यो हस्पिटलमा साइकियाट्रिक ट्रिटमेन्ट भन्दा बाहेक मेन्टल हेल्थको सर्भिस सुरु भएको चाहिँ भुटानी शरणार्थी र अनि द्वन्द्व प्रभावित व्यक्तिहरूकै लागि भयो। त त्यहाँबाट सुरु भयो। र अब त्यस दौरानमा बिस्तारै केही ट्रेनिङ इन्स्टिट्युटहरू पनि खुले, जहाँ चाहिँ इन्स्टिट्युटले स्वतन्त्र रूपमा खालि काउन्सिलिङकै ट्रेनिङ दिन सुरुवात पनि गरेको थियो केहीले। अनि पछि चाहिँ अब यस्तो प्रोग्रामहरू मेन्टल हेल्थको प्रोग्रामहरू प्राय एनजिओ मार्फत आउने, अनि एनजिओलाई नै मान्छे चाहिने भएकोले उनीहरूले जस्तो प्रोग्राम आएको छ त्यो प्रोग्राममा जुन खालको मान्छे चाहिएको छ त्यसैमा कस्टमाइज गरेर ट्रेनिङ प्रोग्रामहरू पनि चलाउन थालेपछि अब अहिले त्यति बेला सुरुवाती चरणको चाहिँ तिनीहरूको नाम थर वतन सब थाहा छ होइन। अब अहिले चाहिँ कति छन् त्यस्तो संस्थाहरू भन्नु खोज्यो भने दिनदिनै नयाँ नयाँ भेटिन्छन्। अहिले सोसियल मिडियामै खोज्दाखेरि पनि अब त्यो अल्गोरिदमले पनि देखाइदिन्छ होइन। एउटा दुईवटा हेरेपछि यसले यो हेर्छ भने त्यसले खोजिकन पठाइदिन्छ। अनि कतिपय संस्थाहरू त अब एकचोटि ट्रेनिङको लागि आह्वान गरेको सुनिन्छ, अर्कोचोटिदेखि खोज्दाखेरि पनि भेटिँदैन, त्यस्तो पनि भेटिन्छन्। धेरै छ, धेरै थरीको सर्भिसहरू, धेरै थरीको ट्रेनिङहरू पनि अभाइलेबल छन्। र मेन्टल हेल्थको सेक्टरमा खास गरेर काउन्सिलिङको सेक्टरमा काम गर्नको लागि मान्छेहरूको डिमान्ड पनि छ।
र अब तपाईँलाई थाहै छ यो युनिभर्सिटीले नै पनि एउटा छुट्टै स्पेसलाइज प्रोग्रामै सुरु गर्यो। त्यसको कारण भनेको पक्कै पनि अब एउटा चाहिँ ट्रेन पनि प्लस एजुकेटेड पनि काउन्सिलरहरूको जरुरी छ देशमा भन्ने हिसाबले नै सुरु भएको हो त्यो प्रोग्राम पनि। र त्यो प्रोग्राममा स्टुडेन्टहरूको चाहिँ एट्र्याक्सन देख्दाखेरि अनि त्यहाँबाट निस्किएर बाहिर फिल्डमा गएको मान्छेहरूले गरेको काम अनि त्यो काम गराउने मान्छेहरूको फिडब्याक हेर्दाखेरि पनि अब त्यसको अझै पनि होइन काउन्सिलिङको सेक्टरमा कुनै पनि तहमा कुनै पनि हिसाबले काम गर्ने मान्छेहरूको चाहिँ भविष्य छ र त्यो भविष्य रहिरहन्छ जस्तो पनि देखिन्छ। किन क्राइसिसको कुरा अब नबढ्नु पर्ने हो तर बढिरहेको छ, नयाँ नयाँ कारणहरू आउँछन् होइन, नयाँ नयाँ खालका घटनाक्रमहरू हुन्छन्। अब यो ग्लोबलाइजेसनले पनि अब सबैलाई एकै ठाउँमा ल्याइदिएको छ। अब युक्रेनमा भएको लडाइँले पनि हामीलाई असर गर्छ, उता हर्मुजमा चाहिँ त्यो घाटी बन्द भयो भने पनि त्यसले हामीलाई असर गर्छ। आर्थिक रूपमा सामाजिक रूपमा त गर्छ नै, मानसिक रूपमा पनि गरिराखेको हुन्छ। त्यसले गर्दाखेरि अब यो सबै कुरामा पिक्स नेपालको कुरा, हाम्रो नवीनजीको कुरा गर्नु पर्दाखेरि अब प्रायः जसो कस्तो हुन्छ भने हाम्रो विद्यार्थीहरू आउँछन्, एक त आउँदाखेरि नै यो पढेर के हुन्छ, कहाँ काम पाइन्छ भनेर सोध्छन्। अनि अब काम त छ, खोज्नुपर्छ, ठाउँ बनाउनुपर्छ भन्छौँ हामीले। त्यस पछाडि अब पढिसक्ने बेला भएपछि झन् धेरै आउँछन्। अनि काम खोजिदिनु, कहाँ पाइन्छ, कता पाइन्छ भनिदिनु, ठाउँ देखाइदिनु, सिफारिस गरिदिनु भन्न आउँछन्। त्यो प्रायः अब एउटा सेफ्टी होइन, सेफ्टी खोज्ने पनि चलन हुन्छ। अघि नवीनजीले नि भन्नुभएको थियो घर परिवारले केही गर्दैन डुलेर हिँड्छ भन्छन् भने त्यो जागिर नखाएको भनेर होला नि त पक्कै पनि होइन। अनि जागिर मात्रै काम हो, अनि कुनै रेडिमेड ठाउँमा गएर ठ्याक्क फिट हुने, त्यहाँ भ्याकेन्सी खुलेको बेलामा चाहिँ भर्ने, भरेर गएर जागिर खाने, अनि अब भोलि घाटो लाग्यो भने त्यसैले लाग्छ, आफूले तलब त पाइन्छ भन्ने त्यो एक किसिमको सेफ त भइराख्यो। तर थोरै मात्रै विद्यार्थी आउँछन् जसले काम खोज्दैनन्, बरु काम चाहिँ क्रिएट गर्छन् होइन। नवीनजीले त्यो काम गर्नुभएको छ। उहाँले आफूले मात्रै होइन अरूको लागि पनि एउटा ठाउँ क्रिएट गर्नुभएको छ। सँगसँगै ठुलो ठाउँमा भ्याउने जतिले त्यहाँ गरे अन्त गएर पनि काम गर्न सक्ने मान्छे प्रोड्युस गर्ने काम पनि गरिराख्नु भएको छ। त्यसको लागि उहाँलाई अब यही क्षेत्र एउटै क्षेत्र प्रकृति फरक भयो। अब हामी एकाडेमिक सेक्टरमा छौँ, उहाँले अब इन्टरप्रिन्योरसिपको हिसाबले सुरु गर्नुभयो, तर अल्टिमेट गोल त एउटै हो। र फेरि के पनि छ भनेदेखि अब हामीले अहिले पढाउँदाखेरि पनि अब अहिलेको कोर्सको रिक्वायरमेन्ट खास गरेर जुन एउटा फिल्डमा गएर काम गर्न सक्ने मान्छे तयार पार्नुपर्ने जिम्मेवारी छ हाम्रो पनि। अब पहिला हामीले पढ्दाखेरि जस्तो 20 वर्ष अगाडि यो कोर्स पढाएर जाँच लिएर मात्रै अहिलेको विद्यार्थी सन्तुष्ट हुँदैनन्। त्यसरी धेरै दिन कोर्स चल्दा पनि चल्दैन। र अब हाम्रो क्लासरुममा पढाउने केही कुराहरू छन्, त्यही क्लासरुममै पढाएको कुरालाई अझ रिफाइन गर्नु पर्यो, त्यहाँ सिकेको कुरालाई प्र्याक्टिस गर्नु पर्यो भनेदेखि अब विद्यार्थीहरूले फिल्डमा जानुपर्छ। अब फिल्डमा हामीले ती कोरा विद्यार्थीलाई सिधै पठाइदिएर ल जो भेट्छौ समस्या भएको मान्छेलाई गएर सहयोग गरिहाल भन्ने खालको स्थिति पनि छैन। जति चाहिँ हरेक विद्यार्थीलाई सुपरभाइज गर्नको लागि भन्दा हामीले युनिभर्सिटीबाटै मान्छे खटाएर पठाउन पनि सम्भव छैन। त्यस्तो बेलामा हामी इन्टर्नसिपको लागि पठाउँछौँ। र इन्टर्नसिपको लागि पनि अब अघि कुरा आयो नि, धेरै संस्थाहरू छन्, धेरै थरीका संस्थाहरू छन्, सबैमा हामी भर पर्न सक्दैनौँ। सबैले अब कता न कताबाट अघि म्यामले अडिट भन्नुहुन्थ्यो, हामीले अडिट चाहिँ नगरौँ भन्दा नि भइरहेको हुन्छ कि कुन संस्थाले के काम गरेको छ, कसरी काम गरिरहेको छ, अनि को चाहिँ ट्र्याकमा छन्, को चाहिँ डेभिएट भइरहेको छन्, त्यो जानकारी आइरहेको हुन्छ। त्यो अटोमेटिकल्ली पनि आउँछ। फेरि अब त्यो हामी सम्बन्धित क्षेत्रको मान्छे भएर पनि होला, हाम्रो फिल्डमा कहीँ कतै केही कुराकानी भयो भने कुनै न कुनै माध्यमबाट त्यो कुरा हामीसँग आइपुगिरहेको हुन्छ। त्यसैले अब भर पर्न सक्ने संस्थाहरू कम छन्। तिनीहरू मध्येको अब एउटा संस्था हामीले भर पर्न सक्ने, हामीले चाहिँ विद्यार्थीलाई त्यहाँ जाऊ, तिम्रो इन्टर्नसिपको लागि त्यहाँ जाऊ, फर्दर लर्निङको लागि त्यहाँ जाऊ भनेर पठाउन सक्ने एउटा विश्वासिलो संस्थाको रूपमा चाहिँ पिक्स नेपाल अहिले इस्टाब्लिस भएको छ। त्यो पनि हाम्रो लागि पनि एउटा खुसीको कुरा हो। त्यसको लागि पनि धन्यवाद भन्नुपर्ने छ पिक्स नेपाललाई। र अब यो 9 वर्षको अवधि चाहिँ लगभग पार गर्ने बेलासम्म आइपुग्दाखेरि, यहाँसम्म आइपुग्दाखेरिका उतार चढावहरूको बारेमा नवीन सरले भन्नुभयो। अब त्यसमा केही कुरा अब टिचर भएको नाताले, एकाडेमिक लाइनमा भएको नाताले अलिअलि ज्ञान गुणको कुरा गर्न मन लागिहाल्छ होइन। अब यतिको समय भइसकेपछि अब अलिकति समीक्षा गर्नुपर्ने, त्यस पछाडि एउटा जुन प्रोफेसनल इन्स्टिट्युसनल आइडेन्टिटी पनि भनौँ न, भोलि अब
पिक्स नेपालमा के को लागि जाने त, या हामीसम्म आइपुग्ने मान्छेहरूलाई हामीले के को लागि पिक्स नेपालमा पठाउने भनेको, पिक्स नेपाल चाहिँ के को लागि राम्रो छ, यसको विशेषता के हो? हुन त नाममा इन्टिग्रेटेड छ, धेरै कुरामा छनलाई पहुँच होइन गरिराख्नु भएको पनि छ, तर तिनीहरू मध्ये पनि के चाहिँ हो त खास पिक्स नेपालको स्पेसलिटी चाहिँ जसले गर्दाखेरि अरू सबैभन्दा फरक छ भन्ने खालको अब खोज्ने बेला आफूले गरेको अहिलेसम्म गरेको कामबाट फिडब्याकबाट आएको आधारमा चाहिँ छुट्याउनु पर्ने थाहा पाउनु पर्ने बेला पनि आयो होला अब। र सँगसँगै अब अर्को एउटा कुरा चाहिँ खास गरेर इन्स्टिट्युसनल लाइनबाट गइसके पछाडि इन्स्टिट्युसन इस्टाब्लिस गर्नुको अलिकति कुरा खेम सरले गर्नुभयो होइन, कन्टिन्युटीको कुरा नवीन सरले गर्नुभयो, तर अब त्यसको मेन्टेनेन्सको कुरा, त्यसको लङ्गेटिभिटीको कुरा आउँदाखेरि चाहिँ अब मैले देखेको प्रोफेसनलिजम एउटा कुरा होइन, जुन कुरा अब धेरै हदसम्म मैले मेन्टेन भएको देखेको छु। अघि उहाँले पनि भन्नुभयो धेरैले चाहिँ अब यो सर्भिस सेक्टर भनेपछि सित्तैमा काम गर्ने कति अर्गनाइजेसनहरू थाहा छ, मलाई पनि थाहा छ, हामी चाहिँ निशुल्क सेवा दिने भन्नु सुरु हुन्छन्, तर त्यो सुरु हुँदा नहुँदै सिद्धिन्छन्, किन त्यो कुरा गर्न सजिलो छ होइन, काम गर्नु त गाह्रो छ। अनि अरू कुनै सोर्सबाट जम्मा गरेको रिसोर्सेस ल्याएर यता खन्याउन पनि सकिँदैन। अब यहाँ चाहिँ सित्तैमा काम गर्छु भनेपछि त्यहाँबाट रिसोर्स जेनेरेट पनि हुँदैन। अब सुन्दाखेरि त असाध्यै राम्रो कुरा, तर अब यो प्रोफेसनमा लागिसकेपछि प्रोफेसनली काम गरिसके पछाडि एउटा आफूले गरेको काम, आफूले गरेको मेहनत, आफ्नो लगानी, आफ्नो लगावको केही प्रतिफल पनि चाहिन्छ। अब त्यसको लागि प्रोफेसनलिजम चाहिँ स्ट्रङली डेभलप गर्नुपर्ने हुन्छ। हामीले पनि हाम्रो विद्यार्थीहरूलाई पठाउँदाखेरि खालि त्यहाँ गएर तिम्रो स्किल प्र्याक्टिस गर भनेर मात्रै इन्स्टिट्युसनमा पठाउँदैनौँ। त्यहाँ गएपछि त्यहाँ काम कसरी हुन्छ होइन, त्यहाँनिर चाहिँ अब ऱ्याङ्क अनुसारको काम कसरी हुन्छ, कार्य विभाजन कसरी हुन्छ, त्यसको चाहिँ मोनिटरिङ कसरी हुन्छ, त्यो पनि उनीहरूले सिकेर आउनु पाउँछन्। र सँगसँगै अर्को कुरा, धेरै अर्गनाइजेसनहरू चाहिँ राम्रोसँग इस्टाब्लिस भएको अर्गनाइजेसनहरू पनि त्यो प्रोफेसनलिजमलाई मेन्टेन गर्न नसक्दाखेरि कति धाराशायी भएर गएको हामीले देखेको छौँ। हामीले थाहा पाउँदाखेरिको एकदमै बुम भएको अर्गनाइजेसनहरू जहाँनिर प्रोग्राम दिनेहरूको लाइन लाग्थ्यो कुनै बेलामा। अब केही एनजिओहरू थिए जहाँ चाहिँ प्रोग्राम दिनेहरूको लाइन हुन्थ्यो, अनि यिनीहरूले चाहिँ पख अहिले हामी यो काम गर्दैछौँ, यो सिद्ध्याएपछि अनि तिमीहरूको प्रोग्राम गरिदिउँला भन्नेहरू पनि थिए। तिनीहरू अहिले हेर्दाखेरि हिस्ट्रीमा मात्रै भेटिन्छन्, अहिले फिल्डमा छैनन्, बाँकी छैनन्। किन भन्दा अब त्यहाँ चाहिँ पछिल्लो समयमा उनीहरूले प्रोफेसनलिजम मेन्टेन गर्न सकेनन्। अब कतिमा चाहिँ इथिक्सको कुरा, अर्को कुरा भनेको अब इथिकल प्र्याक्टिसको कुरा छ, सर्भिसको कुरा आउँदा त्यसमाथि पनि मेन्टल हेल्थको कुरा आउँदाखेरि चाहिँ इथिकल प्र्याक्टिसको कुरा, इथिक्सको कुरा एकदमै इम्पोर्टेन्ट भएर आउँदो रहेछ। हुन त मैले यो किसिमको संस्था चलाएको छैन, तर अरू संस्थाहरू, अरू नै प्रकृतिको संस्था चलाएको, तिनीहरूमा काम गरेको हिसाबले मैले देखेको कुरा के छ भने कुनै पनि संस्था बन्नलाई वर्षौँ लाग्छ, तर अब त्यो सिद्धिनलाई, मासिनलाई चाहिँ एउटा घटनाले पनि मासिन सक्छ कि, एउटा सानो घटनाले पनि। झन् अहिले त यति क्रिटिकल भएको छ स्थिति, तपाईँको त्यहाँ घटना घटिसकेको हुँदैन, त्यो फैलिसक्छ होइन, त्यो घटना उता घट्दै हुन्छ, त्यहाँ सिद्धिएको हुँदैन, तर त्यहाँ यस्तो भयो, त्यसको निष्कर्ष यो आयो, त्यसको रिजल्ट यो भयो सम्म भन्न, अब त्यसलाई करेक्सन गर्दा गर्दै मान्छेको जिन्दगी जान्छ, तर त्यो करेक्टेड हुँदैन। त्यसैले गर्दाखेरि अब संस्थाको लङ्गेटिभिटी चाहिँ प्रोफेसनलिजममा, इथिक्समा, अब अरू कुराहरू यहाँहरूले गरिराख्नु भएकै नै छ, तर यी कुराहरूलाई पनि ध्यान दिएर अहिलेसम्म जसरी जोगाइराख्नु भएको छ त्यसलाई अझै स्ट्रङली मेन्टेन गरिराख्नु भयो भने पक्कै पनि भोलिको दिनमा अहिलेभन्दा अझ राम्रो पोजिसनमा पनि पुग्न सकिन्छ, पुग्नु पनि पर्छ। र अब कार्यक्रम खालि एनिभर्सरी मात्रै छैन, रिट्रिट पनि छ है। अनि अब एनिभर्सरीकै कुराकानीमै धेरै लामो समय खेर नफालौँ। यहाँ सबैलाई शुभकामना छ र यो कार्यक्रम अर्गनाइज गर्नुभयो, मलाई पनि बोलाउनु भयो, बोल्ने मौका दिनुभयो, त्यसको लागि अर्गनाइजिङ टिमलाई धेरै धेरै धन्यवाद पनि छ। र यहाँको उत्तरोत्तर प्रगतिको कामना, शुभकामना गर्दै म चाहिँ अहिले बिदा हुन्छु। धन्यवाद। धेरै धेरै धन्यवाद हाम्रो सन्देश ढकाल सरलाई। र अब भने कार्यक्रमको औपचारिक समापनको हामी छेडमा आइसकेका छौँ। र आज भने यो इज अ एनिभर्सरी सेलिब्रेसन चाहिँ केक काटेर एउटा सेलिब्रेसन, खुसी उत्सव मनाउनुभन्दा अगाडि चाहिँ यो फर्मल इभेन्टलाई चाहिँ सक्नु पर्ला सायद। र अब भने अन्त्यमा आज पिआइसिएस नेपालको 9औं वार्षिकोत्सव समारोहमा
यहाँहरूको अमूल्य उपस्थितिका लागि सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। यहाँहरूको आगामी यात्रा सफल, सुखद तथा समुन्नत रहोस् र अन्त्यमा कार्यक्रमको औपचारिक समापनसँगै हाम्रो यस कार्यक्रमका अध्यक्ष पिआइसिएस नेपालका संस्थापक तथा प्रमुख कार्यकारी अध्यक्ष आदरणीय श्री नवीन प्रसाद जोशी सरलाई समापन मन्तव्य तथा सम्पूर्ण अतिथिहरूलाई धन्यवाद ज्ञापन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद शिलाजी। र आजको यस कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथि सर म्याम सम्पूर्णलाई फेरि पनि स्वागत र एकैचोटि धन्यवाद दिन चाहन्छु। पिआइसिएस नेपाललाई बनाउनलाई चाहिँ मैले अथवा यो यहाँसम्म पुग्नलाई अहोरात्र मेहनत गरेँ, तर म बन्नुमा चाहिँ तपाईँहरूको मेहनत थियो। मैले त्यो नलेज सिक्न नपाएको भए एमसिपीबाट सायदै पिक्स नेपाल जन्मिँदैन थियो होला। मैले त्यो नलेज सर म्यामहरूबाट चाहिँ लिन नपाएको भए सायद यो हुँदैन थियो होला। मैले त्यो कुरा स्किल्सहरू र बिचबिचमा करेक्सन, मेन्टरिङ, गाइडेन्स ती कुराहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा सुनिन्छन् कुराहरू। सरले भन्नुभयो यो अडिट भइरहेको हुन्छ, नसुनु भन्दा नि आइहाल्छन् कुरा। यति त छौँ, थोरै छौँ मान्छेहरू, भइ नै हाल्छ। त्यस कारणले गर्दा त्यो कुरा उहाँसँग पुग्दा मलाई भन्नुहुन्थ्यो यसो गर्दा यस्तो भयो, त्यो यसो यो टाइममा यो नगरौँ, यो गरौँ, त्यो गरौँ। यावत कुराहरू नभएको भए सायदै म पनि यो तरिकाले चाहिँ अगाडि बढ्न सक्दिनँ थियो होला। आज सम्झिनुपर्ने चाहिँ थुप्रो मान्छेहरू थिए, अरू पनि थिए होइन। त्यो सुरुवातीका दिनदेखि सङ्घर्ष गर्ने हामीले चाहिँ गरेको कुराहरू, कामहरू। अब अघि एउटा कुरो त भने हामी काम गर्छौँ, काम गरेर अब आशावादी भएर घर फर्किँदासम्म सरकारी परिवर्तन भयो। यस्ता तमाम घटनाहरू पनि भएका थिए। र जुन पछिल्लो समय अर्को कुरा आयो, समाजमा समस्या छ, सामाजिक समस्यालाई हामीले सहयोग गर्न खोज्छौँ, तर कतिसम्म भन्छन् हामीले भन्दा हामी निःशुल्क कार्यक्रम दिँदैछौँ, आउनुहोस् भन्दा हजुर ट्याक्सीबाट कसले हालिदिन्छ भनेर पनि भन्छन्, फोन गर्नुहुन्छ। केमा हामीले ट्याक्सीको भाडा चाहिँ कसले हालिदिन्छ भनेर फोन गर्नुहुन्छ। कोही यो समाजमा यस्ता पनि मान्छेहरू छन्, हामीले दिइरहेको कार्यक्रम मात्रै नभएर। त्यसले गर्दा यो सानो अर्गनाइजेसन हो। यो अर्गनाइजेसनलाई सबल अझ प्रभावकारी यो बनाइराख्नको लागि अहोरात्र खटिने, घर जानुहोस् भन्दा होइन यो काम सकेर जान्छु भन्ने, आफूलाई असाइन टास्क जे दिइएको छ त्यो असाइन टास्कलाई चाहिँ फुलफिल गर्ने, आफ्नो रेस्पोन्सिबिलिटीहरू चाहिँ मा नो इफ नो बट लगाएर अकम्प्लिस गर्ने। र यो भनिराख्दा एउटा पाटो चाहिँ टेक्निकल एररहरूको पनि कुरा आउँछ। यो भयो त्यो भयो भन्दा राति दिउँसो कहाँ छु के छु मतलब हुँदैन। सर यो चाहिँ अब यहाँ बुकिङ गर्न मिलेन रे, अपोइन्टमेन्ट लिँदा नामै देखाएन, फलानु यो भएन भन्दा जति बेलै पनि हाम्रो वेबसाइटहरूमा टेक्निकल ग्लिचहरू धेरै आउँछ। मैले हाम्रो ओम सरलाई सम्झिनुपर्छ यसको लागि चाहिँ। तपाईँलाई धेरै धेरै धन्यवाद। मैले गरिरहेको कामको चाहिँ अफिस टाइममा त काम भयो, त्यस पश्चात आज यस्तो भयो, आज उस्तो भयो भनेर हामी चाहिँ चिया मन्थन गर्ने गर्छौँ। हाम्रो मेरो साथीहरू युवराज सर र कपिल सरलाई चाहिँ यहाँ घरमा के गरिरहनु भएको मतलब छैन, तानेर थुतेर ल आउनुहोस् यहाँ अब चाहिँ यहाँ कुरो गरौँ भन्दा एकछिन मेरो लागि रिल्याक्सेसन, मेरो लागि त्यो चाहिँ एउटा पाटो हो। त्यो समयमा साथ सहयोग गर्नुहुने तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद। यहाँ उपस्थित यो सँगै कार्यक्रम हो, सँगै सेलिब्रेट गरौँ भन्ने तपाईँहरू सबै अशोक, शिला, सृष्टि, प्रीति, अनि ज्योति, शिवा, ममता, सुनिला, हृदेश, प्रेक्षा अनि चन्द्रशेखर, श्रुतिका तपाईँहरू सम्पूर्णलाई पनि उत्तिकै धन्यवाद छ। हामी यसरी बन्दैन थियौँ, यहाँ आउँदैन थियौँ यदि तपाईँहरूले चाहिँ यो कार्यक्रमलाई अथवा अफिसलाई त्यति किसिमले डेडिकेसन, माया, ममता, साथ सहयोग यो मेरो मात्रै होइन सबैको भन्ने नराखिदिएको भए। र यस्तै शुभचिन्तक अथवा भनौँ मेन्टर, गाइड आज निकै वर्ष भइसक्यो, त्यो 9 वर्ष भयो होला, 8 वर्ष 9 वर्ष देखाउँछ युट्युबमा। मैले कविता म्यामको भिडियो हेरेको थिएँ नि, कहाँ हुनुहुन्छ भनेर फोन गर्ने मान्छेहरू पनि छन्। म्यामको त्यति बेला हामीले चाहिँ पिके क्याम्पसमा यहाँ पढिरहेका विद्यार्थीहरूलाई ल यसो गरौँ भनेर केही कार्यक्रम लगेर गएको थियो, अनि उहाँको भिडियो युट्युबमा हालिएछ।
अनि धेरै सबैभन्दा धेरै भ्युज नै तपाईँकोमा आएको छ त्यसमा होइन। अनि त्यो टाइमदेखि सरहरूले मलाई जे बनाउनु भयो म बन्ने कन्फर्मै थिएन यदि म त्यहाँ थिइनँ भने। त्यहाँ पढेँ, त्यहाँ पढाउन थालेँ काउन्सिलिङ साइकोलोजी प्रोग्राममा। सायद त्यसले प्लस सरहरूको क्लोज मोनिटरिङले गर्दा चाहिँ र केही चाहिँ मैले सरहरूबाट चाहिँ माया प्रेम अलिक बेसी पनि पाएको हो कि बा मेरो काम गर्ने शैलीले, त्यो बाटोमा पनि म सरप्रति अनि अरू पनि सरहरूप्रति र हजुरहरूप्रति चाहिँ हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु। धेरै धेरै आभारी छु। यस्तै साथ सहयोग, सपोर्ट र मोनिटरिङ अनि र क्वेसन्स फिडब्याक्सहरू चाहिँ आगामी दिनहरूमा पनि दिँदै गर्नुहोला। र आजको यो अब एनिभर्सरीको कार्यक्रम समापन भयो। हाम्रो चाहिँ रिट्रिटको कार्यक्रम चाहिँ सुरु हुन्छ।